नमस्कार, स्वागत छ मनको क्यानभास पडकास्टमा। यो पहिलो एपिसोड हामी मनको क्यानभास पडकास्टलाई स्पोटिफाई, एप्पल पडकास्टबाट पहिला तपाईँहरूले अडियो सुन्दै हुनुहुन्थ्यो भने आजबाट हामी भिडियो मार्फत पनि छौँ, सुन्न र हेर्न सकिन्छ। र यो सिरिजको उद्देश्य भनेको 10वटा गेस्टसँग, मानसिक स्वास्थ्यसँग काम गरिरहनु भएको 10जना अतिथिहरूसँग चाहिँ हामी 10वटा फरक फरक विषयहरूमा मानसिक स्वास्थ्यकै डिफ्रेन्ट टपिकमा, डिफ्रेन्ट एरियामा चाहिँ हामी कुरा गर्छौँ। र आजको लागि चाहिँ मेरो साथमा डाक्टर नरेन्द्र सिंह ठगुना हुनुहुन्छ। उहाँको चाहिँ म आफैमा एउटा उहाँको विद्यार्थी पनि हो, त्यो भएको भएर यो संवाद अझै रोचक हुन्छ भन्ने मलाई लागेको छ। सरलाई स्वागत छ। धन्यवाद। अनि अगाडि मैले भने यो एउटा म चाहिँ अलिअलि साहित्य मन पराउने भएको भएर यसलाई मैले मनको क्यानभास भनेर बनाएँ। मन चाहिँ एउटा क्यानभास जस्तो फिल हुन्छ मलाई। एउटा मानसिक स्वास्थ्यमा काम गर्ने व्यक्तिलाई चाहिँ मन कस्तो महसुस हुन्छ होला? मन भन्न साथ के आउँछ? मैले त्यसलाई क्यानभास भने एउटा उदाहरणको लागि। अब नर्मली मानसिक स्वास्थ्यको क्षेत्रमा या मनोविज्ञानको क्षेत्रमा काम गर्ने व्यक्तिले मन भन्ने बित्तिकै हाम्रो मानसिक प्रक्रियाहरूको अध्ययन गर्ने विधा भएको कारणले गर्दाखेरि मन भन्ने बित्तिकै हामीले फिलिङ, थिङ्किङ र इमोसनको फ्युजन भनौँ न, भनेको तपाईँको सोचाइ, भावना र संवेगको चाहिँ सम्मिश्रणको रूपमा चाहिँ हामीले मनलाई बुझ्न सक्छौँ। हजुर। अनि मस्तिष्क भन्ने पनि आउँछ फेरि। अब एउटा चाहिँ धेरै कन्फ्युज हुन्छ, मन चाहिँ फेरि अदृश्य हुन्छ आफैमा, होइन? त्यो अलिक भौतिक छैन भन्ने कुराहरू पनि छ। मस्तिष्क र मनलाई चाहिँ कनेक्ट गर्दाखेरि चाहिँ अब मस्तिष्क र मनलाई, मस्तिष्क भन्नाले हामीले अब त्यसलाई ब्रेन भनेर बुझ्न मिल्छ होला, होइन? ब्रेन भनेको चाहिँ अब हाम्रो एनाटोमिकल हिसाबले चाहिँ त्यसले अब हाम्रो चाहिँ पावर हाउस भनौँ न, अब हाम्रो सबै एक्टिभिटीहरूलाई चाहिँ सेन्टर गर्ने केन्द्रबिन्दुको रूपमा भयो भने अब मन भनेको चाहिँ त्यो जुन हाम्रो प्रोसेसिङ छ, त्यो प्रोसेसिङलाई रेसनल बनाएर रेस्पोन्स गर्नको लागि सपोर्ट गर्ने जुन मेकानिजम हो, त्यसलाई चाहिँ हामीले मन भन्न सक्छौँ। मन भनेको समग्रमा चाहिँ भावना, संवेग र विचारहरूको सम्मिश्रण भएकोले अब त्यो भावना, विचार र संवेगहरूको सम्मिश्रणलाई मिलाउने काममा चाहिँ अब हाम्रो मस्तिष्कको प्रोसेस भनौँ न, ब्रेनको प्रोसेसले चाहिँ एप्रोप्रिएट काम त गर्ने नै भइहाल्यो। तर अब मन र मस्तिष्क चाहिँ दुइटै फरक फरक पाटो चाहिँ हो। मन भनेको चाहिँ थोरै अब तपाईँले भने जस्तो अलि भावनात्मक कुरा, विचारका कुराहरू, संवेग, होइन? त्यो कुराहरूको सम्मिश्रण भयो। मस्तिष्क चाहिँ त्यसको चाहिँ एउटा शारीरिक रूप भन्न नि सकिन्छ। एनाटोमीको हिसाबले या शारीरिक रूपमा हाम्रो जुन चाहिँ बनावटको हिसाबले चाहिँ हाम्रो अब ओभरअल हाम्रा क्रियाकलापहरूलाई केन्द्रित गर्ने या क्रियाकलापहरूलाई निर्देशित गर्ने हाम्रो एउटा मेकानिजम जुन हुन्छ, त्यो चाहिँ अब खास गरेर हामीले अब यो के भन्छ फिजियोलोजीको हिसाबले कुरा गर्ने हो भने त्यसलाई हामी के भन्न सक्छौँ भने अब सेन्ट्रल नर्भस सिस्टम जुन छ, त्यो सेन्ट्रल नर्भस सिस्टमको सेन्टर पोइन्ट चाहिँ, किनकि सेन्ट्रल नर्भस सिस्टमभित्र दुई प्रकारको जुन त्यो नर्भस सिस्टमहरू हुन्छ, त्यसमा चाहिँ सेन्ट्रल नर्भस सिस्टममा दुई पार्ट भयो। एउटा चाहिँ स्पाइनल कर्ड भयो, दोस्रो मन भनेको ब्रेन भयो। र ब्रेनले नै हाम्रो सम्पूर्ण कुरालाई फङ्सनिङ गर्नको लागि चाहिँ हेल्प गर्ने भएकोले अब मन चाहिँ अब एनाटोमिकली हामीले के भन्छ ब्रेनलाई चाहिँ एनाटोमिकली क्याटेगराइज गरेको भन्न मिल्यो भने अब मन भनेको त्यसलाई हाम्रो विचार, भावना र त्यसलाई एक्जिक्युट गर्नको लागि सपोर्ट गर्ने मेकानिजमको रूपमा बुझ्दा हुन्छ कि जस्तो मलाई पर्सनली लाग्छ। एकदम। हजुर। अनि अब यसलाई पनि थोरै जोड्दाखेरि, यो दुईवटा कुरालाई जोड्दाखेरि चाहिँ हाम्रो श्रोता दर्शकलाई कनेक्ट गराउन मात्र खोजेको मैले, होइन? दुईवटा कुरालाई जोड्दाखेरि मानसिक स्वास्थ्यको एउटा स्ट्रक्चर चाहिँ बन्छ जस्तो लाग्छ मलाई, होइन? मन र मस्तिष्कको चाहिँ तालमेल। मन र मस्तिष्कको जुन कि हाम्रो अब मन र मस्तिष्कको लाई ब्यालेन्स गरेर हामीले अगाडि बढ्न सक्यौँ भने त्यसलाई चाहिँ मानसिक रूपमा स्वस्थ व्यक्ति भनेर भन्न सकिन्छ, मानसिक सुस्वास्थ्यको अवस्था भनेर बुझ्न सकिन्छ। तपाईँले भने जस्तो मन र मस्तिष्कको फ्युजन नै हो। हामीलाई कुनै साइकोलोजिकल या मेन्टल हेल्थ रिलेटेड समस्याहरू हुने कि नहुने भन्ने कुरालाई चाहिँ डिसाइड गर्ने इन्डिकेटर चाहिँ अब त्यो दुइटैको आपसमा तालमेल मिलाएर काम गर्ने तरिका कसरी मिलाएको छ कि छैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। अनि मानसिक स्वास्थ्यमा को यो क्षेत्रमा काम गर्ने व्यक्तिले चाहिँ भनौँ न मनको कुरा पनि उसले अलि थोर बहुत त्यो जानकारी राख्ने भयो, होइन? मानसिक स्वास्थ्य के हो भन्ने पनि थाहा हुने भयो अरू व्यक्तिलाई भन्दाखेरि।
त्यो भइराख्दाखेरि तपाईँ आफ्नै मानसिक स्वास्थ्यमा उतार चढावहरू डेफिनेटली आउँछ। त्यो डक्टर बिरामी नहुने भन्ने त हुँदैन होइन। त्यो हुँदाखेरि चाहिँ यसलाई कसरी व्याख्या गर्नुहुन्छ भन्नु खोजेको, तपाईँलाई सबै कुरा थाहा हुँदाहुँदै पनि तपाईँ कतिपय अवस्थामा भावनात्मक रूपमा तपाईँ बहकिन नि सक्नुहुन्छ होला, त्यो स्वाभाविक हो। हजुर, अब यो खास गरेर के हो भने अब तपाईँले भने जस्तो अब मन सबैसित हुन्छ, यानि कि हाम्रो समाज सबैसित छ, मन सबैसित छ भनेपछि अब मानसिक स्वास्थ्यको जोखिम चाहिँ नहुने चाहिँ होइन। र मानसिक स्वास्थ्यको या तनाव त सबैको जिन्दगीमा छ नि त। अब त्यो तनावलाई हामीले कसरी व्याख्या गर्छौँ, कसरी बुझ्छौँ र त्यसप्रति कसरी रेस्पोन्स गर्छौँ, त्यो महत्त्वपूर्ण भएको कारणले गर्दाखेरि अब हामीहरूलाई पनि, अब हामी भनेको यो मेन्टल हेल्थको प्रोफेसनमा काम गर्ने जति पनि व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई पनि मन नदुख्ने होइन या मनसँग सम्बन्धित अब तनावहरू नहुने चाहिँ होइनन्। तर अब जसलाई मानसिक स्वास्थ्यको जोखिम हुने गर्दछ उहाँहरू र मानसिक स्वास्थ्यको ब्यालेन्स गरेर अगाडि बढ्ने व्यक्तिको बिचमा सामान्यतया 2-3वटा फरकहरू हुने गर्दछन्। त्यो फरक भनेको पहिलो त के हो भने एउटा चाहिँ हामीले भनेको घटना त सबैको जीवनमा आउँछ, त्यो घटनालाई हामीले कसरी रेस्पोन्स गर्छौँ त्यो महत्त्वपूर्ण हो। त्यो घटनालाई हेर्ने दृष्टिकोण तपाईँको सकारात्मक छ कि नकारात्मक छ त्यो महत्त्वपूर्ण हो। र जुन व्यक्तिमा मानसिक स्वास्थ्यको जोखिम बढी हुने गर्दछ ती व्यक्तिहरूमा चाहिँ आफूप्रति पनि नेगेटिभ हुने टेन्डेन्सी बढी हुन्छ भनेको त्यो प्रवृत्ति बढी हुन्छ, अनि अरूप्रति पनि नेगेटिभ हुने प्रवृत्ति बढी हुन्छ, अनि त्यसै गरेर चाहिँ परिस्थितिप्रति नेगेटिभ हुने भनेको प्रत्येक कुरामा नेगेटिभ व्याख्या गर्ने एनोटेसन हुन्छ नि, नेगेटिभ तरिकाले चाहिँ एनोटेसन गर्ने टेन्डेन्सी हुन्छ भने अब जसलाई मानसिक स्वास्थ्यको जोखिम कम हुन्छ या जोखिम नभउने या जसलाई मानसिक स्वास्थ्यको ब्यालेन्स गर्न सक्ने व्यक्ति जो हुनुहुन्छ उहाँहरूमा चाहिँ के हुन्छ त भन्दाखेरि प्रत्येक कुरामा सकेसम्म सकारात्मकता खोज्ने क्या। सकारात्मकता भनेको जे हुन्छ राम्रोको लागि हुन्छ, यानि कि योबाट तपाईँ केही न केही त सिकिरहेको छु नि त भन्ने तरिकाले चाहिँ उहाँहरूसित हुने भएको कारणले गर्दाखेरि एउटा चाहिँ त्यो हाम्रो सोच्ने तरिकामा फरक पर्यो, सकारात्मक हुन्छ कि नकारात्मक भन्ने कुरो। र दोस्रो कुरा चाहिँ के हो त भन्दाखेरि हामीले त्यो प्रति जसरी कुनै सिचुएसन आयो त्यो सिचुएसनबाट बाहिर आउनको लागि त्यो घटनाबाट बाहिर आउनको लागि चाहिँ हामीले अपनाएका तरिकाहरू क्या, जसलाई हामी कोपिङ स्ट्राटेजी भन्छौँ, सामना गर्ने सिपहरू जुन छ त्यो सामना गर्ने तरिकाहरू जुन हुन्छ त्यो तरिकाहरू चाहिँ के हो त भन्दाखेरि सकारात्मक हुने कि नकारात्मक हुने भन्ने हुन्छ। जस्तै सिम्पल एउटा इक्जाम्पलबाट यसलाई म अलि सबै श्रोताहरू दर्शकहरूलाई चाहिँ अलि क्लियर हुन्छ होला। खास गरी जसरी मानव कुनै व्यक्तिले जसरी एउटा इभेन्ट छ, प्रेमी या प्रेमिकाले धोका दियो होइन त, धोका दिइसकेपछि अब त्यसपछि त्यो घटना के हो त भन्दाखेरि धोका दिनु हो। त्यो धोका पाइसकेपछि व्यक्तिले त्यसप्रति रिएक्सन कसरी गर्यो भन्ने कुरा त्यो इम्पोर्टेन्ट हो कि मानसिक स्वास्थ्यको लागि। अब त्यो एउटा व्यक्तिले के गर्यो भने तिम्रो अनुपस्थितिमा व्हाट आई फिल, मलाई कस्तो अनुभूति भइरहेछ भनेर चाहिँ उसले त्यो क्यानभासमा लेख्न थाल्यो क्या। त्यसलाई चाहिँ लेख्न थाल्यो। अनि त्यसपछि तिमी बिनाको मेरो अहिलेको समस्या कसरी बितिरहेछ, म के गरिरहेछु भन्ने कुराको बारेमा लेख्न थाल्यो। त्यो एउटा गीत छ नि, 2 दुना 4 भए 4 दुना 8 भए मायामा धोका पाए अनि गजलकार भए म त भन्ने वाला गीत जुन छ त्यो चाहिँ मलाई लाग्छ त्यो सकारात्मक सामना गर्ने तरिकाको इक्जाम्पल भयो होइन। अब तर त्यही घटनाले चाहिँ अर्को व्यक्तिले चाहिँ कसरी रेस्पोन्स गर्यो भने तिमी बिनाको जीवनमा सोच्न सकिँदैन भन्ने कुरा मनमा खेलाएर भनेको अल्कोहल या तपाईँको चाहिँ ड्रगहरू सब्सटेन्सहरू लिन थाल्यो क्या। भनेको आफूले भुलाउन त खोज्यो तर अर्को पसला भनेर चाहिँ के भन्छ भन्दाखेरि अल्कोहल ड्रगको मात्रा बढायो होइन त। अब त्यो चाहिँ पर्फेक्ट इक्जाम्पल अफ नेगेटिभ कोपिङ क्या। त्यो भएको कारणले गर्दाखेरि घटना आफैमा राम्रो या नराम्रो हुँदैन, त्यो घटनाप्रतिको प्रतिक्रिया मेरो कस्तो हुन्छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुने भएकोले जुन त्यो घटनाप्रतिको जुन हाम्रो प्रतिक्रिया छ त्यो प्रतिक्रियाको लागि व्यक्तिले अपनाएको नकारात्मक प्रतिक्रिया छ भनेको नकारात्मक तरिकाको चाहिँ सामनाका तरिकाहरू अपनाएको छ भने त्यो चाहिँ बढी रिस्क भयो, नेगेटिभ भयो भने सकारात्मक तरिका अपनाएको छ भने त्यसले चाहिँ उसको जीवनलाई अझ परिष्कृत बनाउन सपोर्ट मिल्यो होइन। त्यो भएको कारणले गर्दाखेरि यो 2-3वटा कुराले जुन यो मैले अहिले जुन 2वटा तरिका भने यो परिस्थिति हाम्रोमा पनि नआउने होइन। अनि तेस्रो कुरा चाहिँ के हो भने तेस्रो कुरा हामीले के ध्यान दिनु पर्यो भने जसरी परिस्थिति आयो, परिस्थिति त परिवर्तनशील छ नि त, परिवर्तनशील छ। समय भनेको
आज एकनासको रहँदैन नि त। अब घटना घटिसकेपछि धेरै व्यक्तिलाई के हुन्छ, जब चाहिँ कुनै नेगेटिभ तरिकाको घटना जीवनमा थाल्छन् या तनाव आउन थाल्छ भने त्यसपछि उहाँहरूलाई के लाग्छ त भन्दाखेरि मेरो जीवन सधैँभरि यस्तै रहिरहेको छ भन्ने जस्तो लाग्छ क्या। अनि त्यसले गर्दाखेरि के हुन्छ, ऊ चाहिँ भविष्यप्रति चाहिँ आशावादी हुन सक्दैन। र यो भविष्यप्रति आशावादी नहुन सक्नु, अनि त्यसपछि चाहिँ सकारात्मक सामनाका तरिकाहरू नअप्नाउन सक्नु, र मैले सुरुमा भनेको चाहिँ के थियो त भन्दाखेरि भनेको त्यो व्याख्या गर्ने जुन तरिकाहरू चाहिँ छ, त्यो ती घटना भने नेगेटिभ तरिकाले चाहिँ व्याख्या गर्ने जुन तरिका छ, यो तीनवटा तरिकाले गर्दाखेरि व्यक्तिमा चाहिँ नकारात्मकता बढ्ने भनेको मानसिक स्वास्थ्यको जोखिम बढ्ने हो। त्यो भएको कारणले गर्दाखेरि मानसिक स्वास्थ्यको जोखिम सबैलाई हुन्छ भनेको मानसिक स्वास्थ्यको अवस्था परिस्थिति चाहिँ सबैको जीवनमा आउने हो। त्यो परिस्थितिबाट सामना गर्ने जुन हामीले बाहिर आउनको लागि चाहिँ हामी मानसिक स्वास्थ्यमा काम गर्ने या यो फिल्डका विज्ञहरू या जो यो फिल्डमा काम गर्नुहुन्छ उहाँहरूलाई सकारात्मकता कसरी ल्याउने, पोजिटिभ कसरी हुने र आफ्नो जीवनमा चाहिँ कसरी ब्यालेन्स गर्ने भन्ने कुराको बारेमा चाहिँ यो दुःखपछि सुख छ, सुखपछि दुःख छ भन्ने कुराको बारेमा पोजिटिभ हुने भएको कारणले गर्दा उहाँहरूमा हामीहरूमा यसको असर चाहिँ कम पर्ने हो। अनि एउटै मान्छे चाहिँ तपाईँको अब एउटा दुईवटा उदाहरण दिनुभयो कि मलाई मन पर्यो त्यो बुझ्न अझ सजिलो नै हुन्छ। एउटाले चाहिँ एकजनाले अनि त्यस पछाडि म गजलकार भएँ भनेर उसले स्वीकार्यो, लेख्न थाल्यो। अर्कोले चाहिँ सान्नानीको भट्टी पसलमै पुगो हो। त्यो दुईवटा कुरा हुँदाखेरि चाहिँ एउटै सिचुएसनबाट दुईवटा मान्छे गुज्रिँदाखेरि कसरी फरक फरक दृष्टिकोण हुँदो रहेछ त मान्छेमा, र किन ऊ चाहिँ अर्को मान्छे पोजिटिभ हुन सक्छ? ओके, अब त्यसको लागि अब हामीले अलिक मानसिक स्वास्थ्यको चाहिँ जुन त्यो डेफिनेसनसित अलिक कनेक्ट गर्नुपर्छ होला। मानसिक रूपमा स्वस्थ व्यक्ति भनेको रोगबाट बाहिर आउनु मात्रै, रोग नलाग्नु मात्रै होइन क्या। त्यो सँगसँगै मसित के क्षमता छ भन्ने आफ्नो बारेमा चाहिँ थाहा हुनु, मसित भएको क्षमताको बारेमा चाहिँ आकलन गर्न सक्नु, अनि जस्तो परिस्थिति आए पनि त्यो परिस्थितिबाट म बाहिर आएर अगाडि बढ्न सक्छु भन्ने प्रकारको चाहिँ सोच्न सक्नु, अनि त्यो सँगसँगै चाहिँ आफूसित भएको क्षमतालाई सही प्रयोग गरेर प्रोडक्टिभ काममा इङ्गेज हुन सक्नु। आफ्नो क्षमतामा चाहिँ प्रोडक्टिभ रूपमा चाहिँ काममा इङ्गेज हुन सक्नु, र सँगसँगै के त भन्दाखेरि अब त्यो प्रोडक्टिभिटीलाई पनि ब्यालेन्स गर्ने, अनि त्यो सँगसँगै मैले सोसाइटीको लागि के कन्ट्रिब्युट गरेँ त भन्ने कुरामा चाहिँ सबैलाई ब्यालेन्स गरेर अगाडि बढ्न सक्ने व्यक्ति चाहिँ मानसिक रूपमा स्वस्थ व्यक्ति भयो भने। अब जुन व्यक्तिमा त्यो चाहिँ मानसिक स्वास्थ्य जुन नकारात्मकता हेर्छ या नेगेटिभ तरिकाले हेर्ने व्याख्या गर्ने तरिका हुन्छ भनेर मैले जुन भनिरहेको छु, उहाँहरूलाई कहिले कहिले चाहिँ आफ्नो क्षमतामै विश्वास हुँदैन क्या। जसरी मानौँ आफ्नो क्षमता ठिक छ, सबैले कहिले कहिले के हो भने प्रत्येक व्यक्ति जन्मिँदाखेरि चाहिँ फरक फरक क्षमता लिएर जन्मेको हुन्छ नि त। सबै ए भन्ने व्यक्ति बी जस्तो कुनै पनि हालतमा हुँदैन, इभन ट्विन पनि हुँदैन भनेर चाहिँ हाम्रो मनोविज्ञानले त त्यो भन्छ नि त, होइन? अध्ययनले चाहिँ त्यो देखाएको छ। आइडेन्टिकल ट्विनहरूमा पनि के हुन्छ त भन्दा सिमिलरिटी नहुन सक्छ भनेर छ नि त। त्यो भएको कारणले गर्दा मसित चाहिँ डिफ्रेन्सिएट जुन छ त्यो मेरो स्ट्रेन्थ हो भन्ने कुरा बिर्सिन्छ क्या मान्छेले। कहिलेकाहीँ चाहिँ हामी देखासेखी गर्छौँ या अर्काको जस्तो बन्ने प्रयास गर्छौँ, अनि आफ्नो क्षमतालाई अन्डर एस्टिमेट गर्छौँ। त्यसले गर्दाखेरि कहिले कहिले चाहिँ प्रत्येक व्याख्या गर्ने तरिकालाई चाहिँ नेगेटिभ इम्प्याक्ट पर्छ भने। सँगसँगै कहिले कहिले हाम्रो पेरिफेरीको वातावरण जो हुन्छ नि, त्यो चाहिँ अभिभावकहरू अनि समुदायका मान्छेहरू अनि त्यसपछि प्यारेन्टिङका कुराहरू, ती सम्पूर्णमा पनि कसरी एउटा जेनेरेसनबाट दोस्रो जेनेरेसनमा ट्रान्सफर भएको छ भन्ने कुराले चाहिँ के गर्छ त भन्दा इम्पोर्टेन्ट रोल भूमिका निर्वाह गर्ने भएकोले मलाई लाग्छ एउटा व्यक्तिले सकारात्मक हुने एउटै घटनाप्रति भने अर्को व्यक्तिले चाहिँ नकारात्मक हुनको लागि त्यस्ता त्यसको ब्याकग्राउन्डका वातावरणहरूले चाहिँ महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। त्यही नै मैले जोड्न खोजेको पनि एउटा नकारात्मक विचार कसैमा हावी भइरहेछ भने उसले नकारात्मक हुन्छु भनेर त भाव होइन नि त, होइन? उसले जानी त्यो म यस्तो हुन्छु, म नेगेटिभै सोच्छु भने त होइन होला। उसलाई केही कुराले छोइरहेको छ कि अथवा हजुरबाट मैले जान्न खोजेको चाहिँ त्यहाँनिर के हो भने जसरी मानौँ यस्तो परिस्थितिमा जसरी मानौँ हाम्रो कल्चर, मैले अघि नै भने प्यारेन्टिङ भयो अनि घरको वातावरण भयो, जुन हामी पोजिटिभ इन्स्टिट्युसन जुन भन्छौँ हामीले मार्टिन सेलिगम्यान जस्ता मान्छेहरूले भनेको जुन चाहिँ पोजिटिभ इन्गेजमेन्ट, पोजिटिभ इन्स्टिट्युसनका कुराहरूमा चाहिँ हामीले ग्रुम अप कसरी गरेको छ भन्ने कुराको चाहिँ महत्त्वपूर्ण भूमिका हुने भएकोले कुनै व्यक्ति चाहिँ नकारात्मक हुनुको लागि किन त्यसरी सोचिरहेको हुन्छ त भन्दा उसले सकारात्मक हुने कसरी भन्ने कुराको बारेमा चाहिँ काहीँ सिपै छैन नि त, अवेरै भएको छैन नि त। अनि यसरी पनि हुन्छ है भने जस्तै मानौँ ग्रेटिट्युडवाला एटिट्युडै छैन नि त। ग्रेटिट्युडवाला एटिट्युड भनेको चाहिँ कस्तो हो भने त्यो चाहिँ कहिले कहिले चाहिँ जसरी जे परिस्थिति हुन्छ नि त्यो परिस्थितिले मलाई सिकाइरहेको हुन्छ नि त, तर त्यो परिस्थिति क्रिएट अर्कोले गरिदिएकोले त्यो व्यक्तिप्रति मैले कृतज्ञता ज्ञापन गर्नुको सट्टा हामी के गर्छौँ बदला लिने भावना हुन्छ नि त।
भने रिस राग द्वेष हुन्छ हामीसित। तर त्यसको सट्टा हामीसित हुनुपर्ने के थियो त भन्दाखेरि होइन ठिक छ त नै उसित त्यतिकै क्षमता थियो, त्यो क्षमताको कारणले गर्दा उसले त्यसरी व्यवहार गर्यो, त्यही भएर मैले त्यसलाई चाहिँ नराम्रो तरिकाले बुझ्नुपर्छ भन्ने कुरासित खासै सरोकार नभए पनि हुन्थ्यो होला। तर त्यो हुनुको लागि त यसरी पनि यो पनि त पर्सपेक्टिभ हो है भन्ने कुराको बारेमा चाहिँ अन्डरस्ट्यान्डिङको लेभल जुन छ त्यसले गर्दा काहीँ न काहीँ चाहिँ अलि असहज पारेको हुनसक्छ कि जस्तो मलाई लाग्छ। ओके, अघि तपाईँले यो एउटा प्रसङ्ग आयो, यसले चाहिँ छर्लङ्ग रूपमा चाहिँ मानसिक स्वास्थ्य भनेको के हो भन्ने कुरा पनि ल्याइसक्यो होइन। हामीले फेरि फर्दर यसलाई डिस्कस गर्नुपर्छ जस्तो मलाई लागेन। तर पनि अब अगाडि तपाईँले भन्नुभयो कहिलेकाहीँ मेन्टल हेल्थ प्रोफेसनमै हुने मान्छेहरूको पनि मन दुख्छ भन्नुभयो होइन। हजुर हजुर। मन दुख्नु भनेको ठ्याक्कै के हो? लास्ट टाइम तपाईँको मन कहिले दुखेको थियो? मन दुख्नु भनेको अब मन भनेको जसरी हामीसित फिलिङ त सबैसित छ नि त। मन दुख्नु भनेको मैले सोचेअनुसारको व्यवहार भएन भने मलाई चित्त दुख्ने हो नि त। मन दुख्या त्यति बेला हो। जसरी मानौँ मैले जे सोचिरहेको थिएँ त्यो घरमा होस् या कार्यालयमा होस् या तपाईँको चाहिँ समुदायमा होस्, मैले जुन तरिकाले सोचिरहेको छु अर्को व्यक्तिले त्यो तरिकाले व्यवहार गरिदिएन भने मलाई चाहिँ चित्त दुख्यो नि त। त्यो अनुकूल हुन सकेन भने त्यो अनुकूल हुन सकेन भने त्यसले चाहिँ मलाई पनि अप्ठ्यारो पार्यो। अनि त्यो अप्ठ्यारोको अवस्था जुन हुन्छ त्यो मन दुखेको अवस्था भयो नि त। ओके, त्यो भएको कारणले गर्दाखेरि अब मन दुख्नु भनेको के हो भने मैले सोचेको चाहेको या मेरो इमोसन फिलिङ र थिङ्किङ अनुसार चाहिँ अर्को व्यक्तिले रेस्पोन्स नगरिदिनु हो क्या, सिम्पल भाषामा। त अर्को व्यक्तिले मैले जसरी सोचिरहेको छु त्यसै तरिकाले रेस्पोन्स गर्छ भन्ने त छैन नि त। हाम्रो है एक्सपेक्टेसन हुन्छ त्यस्तो। तर पहिले एउटा कुरा सजिलो तरिका के हो त भन्दाखेरि मैले एक्सपेक्टलेस भयो भने या मैले चाहिँ अर्को व्यक्तिले मेरै तरिकाले सोच्नु जरुरी छैन, किनकि प्रत्येक इन्डिभिजुअल फरक छ, वैयक्तिक भिन्नता छ। वैयक्तिक भिन्नता भएकोले अर्को व्यक्तिले मैले जसरी ठ्याक्कै सोचिरहेको छु त्यस्तो सोच्न सक्दैन भन्ने प्रकारको चाहिँ अन्डरस्ट्यान्डिङको भनेको त्यो चाहिँ बुझाइको चाहिँ कमीको कारणले गर्दाखेरि कहिले कहिले व्यक्तिलाई दुःख हुने होइन, मन दुख्ने हो। अब मलाई भन्नुहुन्छ भने मन कहिले दुखेको थियो लास्ट टाइम भनेर कुरा गर्दाखेरि अब मन त यसो हुन्छ प्रत्येक दिन केही न केही सानातिना घटनाक्रमहरू भइ नै राख्छ। त्यो भएको कारणले गर्दा एकैछिन दुख्छ एकैछिन ठिक हुन्छ, त्यो चाहिँ त्यो धेरै ठुलो कुरो भएन। तर मलाई सिग्निफिकेन्टली इम्प्याक्ट पार्ने गरी त्यस्तो मन दुखेको पछिल्लो घटनाक्रम चाहिँ 1-1.5 महिना पहिलेको चाहिँ एउटा घटना सम्झिनु पर्छ कि जस्तो लाग्यो। हुनु चाहिँ अब हाम्रो भनेको एकजना साथीसित चाहिँ मेरो कुराकानी अलि नमिल्या जस्तो भइसकेपछि आई एम एक्सपेक्टिङ समथिङ अनि उसले चाहिँ त्यसलाई अर्को तरिकाले बुझेछ। त्यहाँनिर चाहिँ अलि मिसअन्डरस्ट्यान्डिङ भइसकेपछि चाहिँ त्यहाँनिर त्यसले गर्दाखेरि चाहिँ जसरी त्यसको बारेमा चाहिँ हामीले एक दोस्रोसित अहिलेसम्म पनि कन्फ्रन्टेसन गरिसकेको अवस्था नभएको कारणले गर्दाखेरि त्यो घटनालाई अलिअलि भनौँ न त्यो चाहिँ खास गरेर हामी सँगसँगै भनेको एउटै फिल्डमा काम गरिराख्ने तर कहिले कहिले चाहिँ काम गर्दाखेरि मिसअन्डरस्ट्यान्डिङ त हुन्छ। मिसअन्डरस्ट्यान्डिङको कारणले गर्दाखेरि अलिअलि चाहिँ त्यस्तो नगरिदिया भयो हुन्थ्यो भन्ने प्रकारको चाहिँ थट आएको करिब 1.5-2 महिना पहिलेको एउटा सामान्य घटनाक्रमले गर्दा थियो। त्यो बाहेकको अरू त प्रत्येक दिन सानो सानो कुरा त केही न केही त भइ नै राख्छ होइन। अब कहिलेकाहीँ चाहिँ समयमा भनेको जसरी तपाईँले भेहिकल कुरिराख्नु भएको छ, साधन कुरिराख्नु भएको छ, आइदिएन, त्यति बेला एकैछिनको लागि त चित्त त दुख्छ नि त एकदम। या जसरी हामीले जसरी पब्लिक ट्रान्सपोर्टेसनमा हामीले भने जस्तो टाइममा पुगिदिएन हिँड्दिएन भने चित्त दुख्नु स्वाभाविक हो। तर त्योबाट बाहिर आएर चाहिँ अब सिग्निफिकेन्टली मेरो नेगेटिभ इम्प्याक्टै पार्ने गरी चाहिँ त्यस्तो भएको अलिअलि चाहिँ त्यो घटनाले गर्दा मलाई एक लेभलमा चाहिँ असजिलो पारे हो कि जस्तो चाहिँ लागेको छ। तर त्यस्तो सिग्निफिकेन्टली त्यसले धेरै इम्प्याक्ट पारेको चाहिँ त्यस्तो मैले मेरो सम्झनामा खासै त्यस्तो धेरै त्यो इम्प्याक्ट पार्ने गरेकै पछिल्ला 2-4 वर्ष यता चाहिँ भएको जस्तो मैले खासै अनुभव गरेको चाहिँ छैन। ओके, म यहीँनिर चाहिँ जोड्न खोजेको यो क्वेसन सोध्नुको पनि केही कारण छ होइन। मलाई जस्तो एउटा इक्जाम्पल मेरै कुरा पनि गर्नुपर्दा चाहिँ भनौँ न यो पछिल्लो पटक चाहिँ मान्छेले कहिलेकाहीँ के हुँदो रहेछ एउटै कुराले दिनदिनै स्ट्राइक गर्ने लाइक आजसम्म पनि त्यसले छोइराख्ने त्यो भयो भने चाहिँ आफ्नो दैनिकीमा नि त्यसले ह्याम्पर गर्ने भयो फेरि होइन। हामीले चाहिँ अब त्यो म तपाईँकै विद्यार्थी भएको हिसाबले पनि होइन, किनकि तपाईँले नि भन्नुभएको थियो कि दिनदिनै आफ्नो दैनिकीमै असर पुग्ने हिसाबले कुनै केही भयो केही घटनाले हामीलाई चाहिँ समस्या दिइरहेछ भने चाहिँ अलिअलि मेन्टल हेल्थ च्यालेन्ज चाहिँ भइरहेको हुनसक्छ मान्छेलाई भन्ने कुराहरू हुन्छ होइन। अब अहिले पछिल्लो घटनाक्रम हेर्दाखेरि जुन जेन्जी मुभमेन्ट जुन भयो यसले चाहिँ सबैको मन दुखायो जस्तो लाग्छ मलाई। अब तपाईँले भनेको कुरासित म पनि एग्री छु, किनकि केही घटनाक्रमहरू कस्ता हुन्छन् त भन्नाले हामीले अनएक्सपेक्टेड हुन्छ क्या। ओके,
घटनाक्रमहरू अनएक्सपेक्टेड हुन्छन् र त्यो अनएक्सपेक्टेड पनि कहिले कहिले के हुन्छ भने हामीले एउटा प्रोजेक्सन गर्न मिल्ने छ नि यो मानव कुनै घटना भयो भने या कुनै सिचुएसन जसरी मानव त्यहाँनिर त्यो जेनजीको घटनापछि चाहिँ मलाई लाग्छ धेरै युथहरूको प्लस अब धेरै अभिभावकहरूको धेरै ब्युरोक्रेट्सहरूको धेरै पोलिटिसियन राजनीतिज्ञहरूको चाहिँ मन पक्कै दुख्या छ कसैले अभिव्यक्त गरेको छ कसैले अभिव्यक्त गरेको छैन त्यो आफ्नो ठाउँमा छ मन पक्कै दुखेको छ किनकि आफ्नै अगाडि चाहिँ बनाएको एउटा विरासत जुन हुन्छ आफ्नै आँखा अगाडि चाहिँ त्यो नष्ट भएको कसैले देख्न चाहँदैन भले त्यो विरासतलाई मैले अलि सजिलोको लागि तपाईँले चाहिँ जसरी पोलिटिकल पार्टीहरूले एक प्रकारको चाहिँ जुन त्यो विरासत मेन्टेन गरेको थियो पछिल्लो 70-75 वर्षदेखि उहाँहरूको चाहिँ रिलायबिलिटीमा चाहिँ काहीँ न काहीँ प्रश्न चिन्ह उठाएको छ जस्तो लाग्छ अहिलेको जुन घटनाक्रमले अनि उहाँहरू जसरी मानौँ हाम्रो यतिका वर्षदेखिको चाहिँ पुस्ताको चाहिँ विरासत बोकेको चाहिँ हाम्रो जुन त्यो धार्मिक के भन्छ त सांस्कृतिक धरोहर जुन छ त्यो धरोहरहरूमा चाहिँ जुन तरिकाले आगलागी भयो क्षति पुगायो त्यो भयो अनि धेरै व्यक्तिहरूका चाहिँ पर्सनल घरहरू ठिक छ व्यक्ति खराब हुनसक्थ्यो तर सम्पत्तिमा चाहिँ त्यो लेभलको नगरे भए पनि हुन्थ्यो होला तर पनि त्यो कहिले कहिले चाहिँ इमोसनलेस हुन्छ त्यति बेला मान्छे एग्रेसनलाई चाहिँ कन्ट्रोल गर्न नसकेर भिडले जुन व्यवहारहरू गर्यो त्यसले गर्दाखेरि चाहिँ परिवारका मान्छे पनि समाजका मान्छे पनि काहीँ न काहीँ चाहिँ हामी सबैलाई चाहिँ एक प्रकारले मन चाहिँ दुखेको छ अझ त्योभन्दा अघिल्लो दिनमा जे घटना भयो होइन हजुर त्यो घटनाले गर्दा जसरी मानौँ आफ्नै आँखा अगाडि चाहिँ जसरी सामान्य तपाईँको के भनेर जानुभएको थियो उहाँहरू त भन्दाखेरि होइन हामीलाई अब अलि त्यो नेपोटिजम नभइदिए हुन्थ्यो अनि भ्रष्टाचार नभइदिए हुन्थ्यो अनि त्यसै गरेर चाहिँ अलि सुशासन प्रोपर तरिकाले भइदिए हुन्थ्यो भन्ने नै माग थियो अनि त्यो जुन त्यो हाम्रो चाहिँ सोसल नेटवर्क मिडियाहरू चाहिँ ब्यान गरेको थियो सोसल साइटहरू जुन छ त्यसलाई चाहिँ अब हामीले नैसर्गिक अधिकारको रूपमा त्यसलाई युज गर्न दिनुपर्ने भनेर सामान्य शान्तिपूर्ण वातावरण आन्दोलन नै भनेर उहाँहरूले शान्तिपूर्ण विरोध प्रदर्शनै त थियो नि त त्यो चाहिँ आफ्नै अगाडि केटाकेटीहरू जुन चाहिँ अब स्कुल ड्रेसमा अब त्यसपछि विरोध भनेको त्यो हतियार सहित पनि त थिएन नि त त्यस्तो बेलामा चाहिँ जुन तरिकाले चाहिँ व्यवहारहरू भयो अब त्यो जो कसले गर्यो कसरी गर्यो के भयो भन्ने कुरा अनुसन्धानकै घेरामा छ अहिले पनि चलिरहेछ तर यसले गर्दाखेरि चाहिँ समग्र मेन्टल हेल्थलाई चाहिँ एक प्रकारको व्यक्तिको मेन्टल हेल्थलाई र हाम्रो समुदायको र समाजको मेन्टल हेल्थलाई चाहिँ नेगेटिभ असर चाहिँ पारेको छ र त्यसको के पनि इभिडेन्सहरूले के सजेस्ट गरेको छ भने जहाँ यस्ता मुभमेन्टहरू भएका छन् इभन तपाईँले 2-1 वर्ष पहिलेको हाम्रो बङ्गलादेशमा भएको मुभमेन्ट होस् या त्योभन्दा पहिले जति पनि देशहरूमा यस्ता प्रकारका सोसल मुभमेन्टहरू भएका छन् ती सोसल मुभमेन्टहरू पछिको कन्सिक्वेन्सको बारेमा मानसिक स्वास्थ्यको अवस्था कस्तो छ त भन्ने सन्दर्भमा चाहिँ के अध्ययनहरूले के देखाएको छ भने त्यो डाइरेक्ट प्रत्यक्षदर्शी जो हुनुहुन्छ त्यो चाहिँ आफ्नै आँखा अगाडि जसले त्यो घटनाक्रमहरूलाई देख्नु भएको छ उहाँहरूमा चाहिँ मानसिक स्वास्थ्यको जोखिमहरू चाहिँ बढ्दो छ एकदमै र करिब चाहिँ 50 to 70% जतिमा चाहिँ सम सर्ट अफ डिप्रेसन एन्जाइटीका इस्युहरू चाहिँ देखिएको छ भनेर चाहिँ ब्रिटेन के भन्छ बङ्गलादेशमा गरिएको अध्ययनले चाहिँ त्यो देखाएको छ अब हाम्रोमा पनि ठ्याक्कै कस्तो छ भन्ने कुराको बारेमा चाहिँ हाम्रो कुनै अहिलेसम्म अध्ययन त भइरहेको छैन तर एउटा हामीले यो चाहिँ यो मुभमेन्ट कसरी अगाडि बढेको थियो त्यसले गर्दा कस्तो कन्सिक्वेन्स ल्यायो अनि त्यसले गर्दा मानसिक स्वास्थ्यमा कस्तो असर पारेको छ त भनेर अहिले चाहिँ हामी 2-4 जनाको एउटा ग्रुपले चाहिँ हामी एउटा सोसल साइकोलोजी र सोसल एन्ड पोलिटिकल साइकोलोजीको पर्सपेक्टिभ बाट चाहिँ हामीले त्यसलाई अध्ययन चाहिँ गरिराखेका छौँ सम्भवतः अबको 2-4 महिनापछि त्यसको केही फाइन्डिङहरू चाहिँ हामी सजेसन पनि दिन सक्ने अवस्थामा चाहिँ हुन्छौँ र काहीँ न काहीँ चाहिँ मानसिक स्वास्थ्यलाई चाहिँ नेगेटिभ तरिकाले असर चाहिँ पारेको छ त्यो अपेक्षा हामी पनि राख्छौँ जुन फाइन्डिङ्स होइन किनकि मेन्टल हेल्थमा चाहिँ नेपालमा रिसर्च अझै कम छ भन्ने लाग्छ मलाई होइन हजुर किनकि तपाईँले जुन भन्नुभयो बङ्गलादेशको उदाहरण दिनुभयो त्यहाँको रिसर्चले के बतायो 60-70% रिस्कमा छ मेन्टल हेल्थ रिस्कमा छ मान्छेहरू जसले विटनेस गर्यो त्यो कुराहरू होइन भन्ने कुराहरू गर्नुभयो अब थोरै यसलाई अझै पछाडि फर्केर हेर्दाखेरि अब त्यो घटना त मलाई व्यक्तिगत रूपमा मलाई खासै अब सम्झिन पनि मन लाग्दैन कहिलेकाहीँ हुन्छ नि तितो लाग्छ एकदमै नमिठो लाग्छ क्या त्यो भएर चाहिँ तर अब कुरा त गर्नु पऱ्यो फेरि संवाद गर्नु पऱ्यो यसलाई चाहिँ मेन्टल हेल्थको लेन्सबाट हेरिएको चाहिँ छैन अहिलेसम्म चाहिँ अब यो पहिलो सम्भवतः हामी यसरी छलफल गर्दाखेरि यो पहिलो जस्तो पनि लाग्छ मलाई होइन मेरो नलेजमा नआएको हुनसक्छ यसलाई चाहिँ अझै मेन्टल हेल्थको पर्सपेक्टिभबाट अनि पोलिटिकल साइकोलोजी तपाईँले जुन भन्नुभयो ठ्याक्कै म त्यसमै टेक्न चाहन्छु तर त्योभन्दा अगाडि हामीले 2052देखि नै एउटा सशस्त्र द्वन्द्व सुरु भयो होइन 62-63 अर्को आन्दोलन सुरु भयो त्यसले पनि मान्छेको मानसिक स्वास्थ्यमा ठुलो आघात पुर्यायो ट्रमाहरूका कुराहरू आए होइन त्यस पछाडि 2072को भूकम्प त्यसैले 72 पछाडि अलि मेन्टल हेल्थको कुरा चाहिँ अलि सर्फेसमा आएको छ भनेर तपाईँले पनि भन्दै आउनुभएको छ त्यस पछाडि कोभिडका कुराहरू आए
फेरि त्यसले पनि हामीलाई आक्रान्त बनायो। हजुर। अब अहिले त्यसलाई यो सबै कुराहरू अझै एउटा घाउ जसरी बनिरहेकै बेलामा यो कुराहरू आइरहेको छ होइन। यसले चाहिँ के देखाउँछ, सुरुमा चाहिँ हाम्रो मानसिक रूपमा चाहिँ हामी नेपालीहरू अथवा नेपाली समाज चाहिँ मानसिक स्वास्थ्यलाई त अहिले म एकछिनमा जोड्छु, तर हाम्रो साइकोलोजी छ नि जुन भित्रको चाहिँ सबकन्सियस साइकोलोजी चाहिँ हाम्रो कस्तो छ, लाइक हामी एकदमै भावनामा बढी बहकिन्छौँ कि अलि आक्रोशमा छौँ कि होइन, यो सबै कुरालाई चाहिँ एउटा जोडेर हेर्दाखेरि चाहिँ तपाईँले के पाउनुहुन्छ? अब मेरो विचारमा मलाई के लाग्छ भने किनकि मैले अघि पनि भने धेरै जस्तो घटनाक्रमहरू केही चाहिँ हाम्रो बियोन्ड आवर इमेजिनेसन हुन्छन्। अनि कहिलेकाहीँ चाहिँ के हुन्छ भने केही चाहिँ जसरी नेचुरल डिजास्टर होस् या मेनमेड डिजास्टरहरू जुन हुन्छन्, या जसरी यो आन्दोलन पनि त मेनमेड डिजास्टरको एउटा बेस्ट इक्जाम्पलको रूपमा हामीले लिन सक्छौँ होला, जसले एक प्रकारको चाहिँ हाम्रो अब सिस्टमलाई नै रिइभ्यालुएट गर्ने बेला भएको भन्ने मेन्डेट चाहिँ दिइरहेछ। अब के आउँछ त त्यो आफ्नो ठाउँमा छ, तर यस्ता जति पनि घटनाक्रमहरू हुने गर्दछन् त्यो घटनाक्रमहरू पछि संसारभरिका अध्ययनहरूले के देखाएको छ भने त्यो घटनाक्रम, यस्ता घटनाक्रमको चाहिँ जो प्रत्यक्षदर्शी हुनुहुन्छ, जसले चाहिँ आफ्नै आँखा अगाडि त्यो घटनाक्रमहरू देखेका छन्, आफै त्यसमा चाहिँ घाइते हुनुभएको छ, उहाँहरूको मानसिक स्वास्थ्यको अवस्थाको बारेमा चाहिँ अध्ययनहरू जति भएका छन्, ती अध्ययनहरूले के सजेस्ट गरेको छ भने करिब त्यसमध्येको जति त्यहाँ प्रभावित भएका व्यक्तिहरूमध्ये, त्यो पपुलेसनमध्ये एराउन्ड 10% जतिमा सम सर्ट अफ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भन्छ, मानसिक स्वास्थ्य अन्तर्गत चाहिँ कुनै पनि आघातजन्य घटना पछिको तनावले हुने समस्यालाई चाहिँ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भनेर हामी व्याख्या गर्ने गर्छौँ। र त्यो समस्या चाहिँ करिब टोटल पपुलेसन जुन चाहिँ त्यो त्यसमा सहभागी भएको छ या त्यसलाई चाहिँ डाइरेक्ट प्रत्यक्षदर्शीको रूपमा जो बस्नु भएको छ, उहाँहरूमध्ये 10% जतिमा कुनै न कुनै प्रकारको PTSD पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर हुनसक्छ भन्ने तरिकाको चाहिँ प्रोजेक्सन छ। तर हाम्रो नेपालको कन्टेक्स्टमा के छ भन्ने सन्दर्भमा जुन त पछिल्लो 4-5वटा जुन घटनाक्रमहरू हामीले जुन अध्ययन गऱ्यौँ या नेपालमा जुन घटनाक्रमहरूको सिरिजहरू भएको छ, त्यो सिरिज पछिको चाहिँ अध्ययन केही टुक्रा टाक्री जुन अध्ययनहरू भएको छ, त्यो अध्ययनले के सजेस्ट गरेको छ भने हाम्रो कल्चरल कन्टेक्स्टमा चाहिँ त्यो 10% जति चाहिँ मानसिक स्वास्थ्यको जोखिम चाहिँ त्यति छैन, त्यो चाहिँ 3 to 4% को इन बिट्विनमा छ भन्ने प्रकारको हो। इभन दो त्यो चाहिँ रिप्रेजेन्टेटिभ स्याम्पल होइन, तर त्यो जो अहिले हामीसित भएकाले के छ त भन्दाखेरि त्यस्तो प्रकारको चाहिँ व्याख्यामा त्यस्तो प्रकारको चाहिँ परिवेश भएकोले अब हामीले हाम्रो मलाई के लाग्छ भने हाम्रो जुन त्यो सोसल कल्चरल कन्टेक्स्ट जुन छ नि, हामी जसरी मानौँ अब हामी साइकोलोजीको भाषामा कुरा गर्दाखेरि हामी के भन्न सक्छौँ भने यो जुन त्यो हाम्रो कलेक्टिभिस्टिभ सोसाइटी छ, एसियन सोसाइटी चाहिँ कलेक्टिभिस्टिभ छ भन्छौँ। कलेक्टिभिस्टिभ भनेको के हो भने हामीवाला कल्चर क्या। मैले ग्रोथ हुनु पर्यो भने म सँगसँगै अरू सबैले पनि, मेरो पेरिफेरीका सबैले ग्रोथ गरेपछि मेरो पनि ग्रोथ हुन्छ भन्ने प्रकारको जुन त्यो हामीवाला चाहिँ एसेन्स जुन छ हामीसित, त्यसले गर्दाखेरि चाहिँ हामीलाई अप्ठ्यारो हुँदाखेरि पनि, गाह्रो अप्ठ्यारो भएको बेलामा पनि हामीले के गर्यौँ त भन्दाखेरि एक दोस्रोलाई चाहिँ सपोर्ट दिनुको लागि हामी छिट्टै इमोसनली अट्याच भयौँ क्या। त्यसले गर्दाखेरि चाहिँ हाम्रो कन्टेक्स्टमा हामीले त्यो एङ्गलबाट हेर्दाखेरि काहीँ न काहीँ चाहिँ मानसिक स्वास्थ्यको जोखिम अरू कन्टेक्स्टभन्दा हाम्रोमा स्लाइटली कम भयो भने त्यसलाई अचम्म मान्नु चाहिँ पर्दैन कि जस्तो लाग्छ। हजुर। अनि अब अघि थोरै मैले अझै जोड्न खोजेको चाहिँ जस्तो तपाईँबाट सकेसम्म कुराहरू निकाल्ने कोसिस हुन्छ मेरो होइन, त्यो भएर चाहिँ मैले अझै जोड्न खोजेको चाहिँ ठ्याक्कै तपाईँले भने जस्तो कलेक्टिभ सोसाइटी छ हाम्रो, वी फिलिङ छ हामीमा होइन, त्यो घटिरहेको हो कि अहिलेको जुन घटनाक्रमहरू देख्दाखेरि अहिले कतिपय अवस्थामा चाहिँ हुन त यो स्वाभाविक जस्तो पनि देखिन्छ, अलि आक्रोश बढी छ, अलि मान्छेमा फ्रस्ट्रेसन बेसी छ होइन विभिन्न कुराहरूले गर्दा। अनि कतिपय अवस्थामा चाहिँ भनौँ न अब यो म बात जस्तो थोरै मी भन्ने आई भन्ने टाइपको कुराहरू अलि वेस्टर्नतिर जे जसरी अगाडि बढिरहेछ नि, ठ्याक्कै त्यो तरिकाबाट हामी गएर अझै अलि जोखिम निम्तिँदै हो कि भन्ने पनि लागेको मलाई। तपाईँले भनेको कुरासित म धेरै हदसम्म किन भनेको सहमत छु भने हजुर, अब एउटा त हाम्रो कल्चरल प्र्याक्टिस छ, सोसल नर्म्सहरू छ, भ्याल्युजहरू छन्, तर हामी सँगसँगै के छौँ त भन्दाखेरि हाम्रो सोसाइटीमा अरू कल्चरको इन्फ्लुएन्स पनि त सँगसँगै बढेको छ नि त। त्यसलाई चाहिँ हामी के भन्छौँ, अकल्चरेसन भन्छौँ राइट, मनोविज्ञानको भाषामा। अकल्चरेसन भनेको आफ्नो कल्चरका केही कुराहरूलाई छोड्नु, अर्काको कल्चरका केही कुराहरूलाई चाहिँ हामीले आफूसित आत्मसात गर्नु, र त्यो अकल्चरेसनको परिणामस्वरूप
अहिलेका नेपालका पनि मेट्रो सिटीहरू जति पनि छन् जुन चाहिँ ठुला सहरहरू मानिन्छ जसलाई जसरी त्यहाँ चाहिँ के छ त भन्दाखेरि म अरू अलि सजिलो लेमेन भाषामा के भन्न सक्छु भने यो अहिलेको जुन हाम्रो सहरको संरचनाहरू छ अलिअलि चाहिँ हाम्रोमा वी कल्चर चाहिँ घट्दै गइरहेको हो अलि हामी सेल्फ सेन्ट्रिक भइरहेछौँ अनि त्यसको त्यो अब बाध्यता पनि छ त्यही भएर जसरी मानौँ के भयो भने अब त्यो के भयो भने हाम्रो सोसल हार्मोनीलाई चाहिँ अप्ठ्यारो पारेको छ क्या जुन तरिकाको विकासको क्रम सँगसँगै हामीले केही कुराहरू गुमायौँ कि हाम्रा चाहिँ पुस्तौँदेखि चलिआएका कल्चरल प्र्याक्टिसहरू चाहिँ हामीले गुमायौँ त्यसको असर कहाँ पर्यो त भन्दा तपाईँ हाम्रो पहिले के हुन्थ्यो गाउँ र सहरहरूको बिचमा के फरक थियो त भनेर कहिले मलाई कसैले सोध्यो भने म के भन्ने गर्थेँ भने गाउँघरमा के हुन्थ्यो मन के भन्छ घर टाढा हुन्थे मन नजदिक हुन्थ्यो क्या भनेको एउटा डाँडाबाट अर्को डाँडामा केही फङ्सन भयो भने डाँडामा गएर चाहिँ बोलाएर पनि कामहरू गरिन्थ्यो क्या हामी सानो हुँदाखेरि हामीले नै देखेका थियौँ मानौँ कि हाम्रो जन्त जानु पर्यो या मलामी जानु पर्यो या त्यस्तो कुनै फङ्सनहरूमा चाहिँ इङ्गेज गराउनु पर्यो भने हामीसित चाहिँ अहिलेको जस्तो कम्युनिकेसनका साधनहरू थिएनन् एउटा डाँडाबाट गएर चाहिँ फलानालाई बोलाएर आऊ नि त भन्ने तरिकाको मैले नै सानो छँदा देखेको थिएँ सुनेको थिएँ भनौँ नि त होइन त्यस्तो थियो र गाउँघरतिर चाहिँ अहिले पनि के छ त भन्दाखेरि तपाईँको गाउँघरतिर मन नजदिक छन् घरहरू टाढा छन् तर सहर बजारमा चाहिँ त्यसको जस्ट अपोजिट भयो क्या अनि सहर बजारमा छन् गेडा सबै मेरा छैनन् गेडा सबै टेढा भन्ने जुन त्यो प्रोभव छ त्यो चाहिँ साँच्चीकै चरितार्थ हुन्छ जस्तो मलाई लाग्छ क्या किनकि घर चाहिँ नजदिक छ मन चाहिँ टाढा छ क्या जसरी हामी अहिले यो रुममा बसेर चाहिँ पोडकास्ट गरिरहेको छौँ तर यो घरको माथिल्लो फ्लोरहरूमा तलको फ्लोरहरूमा के भइरहेछ हामीलाई के पनि थाहा छैन क्या त्यहाँ पेन भइरहेछ कि सुख छ कि दुःख छ तर गाउँघरतिर अहिले पनि के छ त भन्दा एउटा घरमा के भइरहेछ भन्ने गाउँघरमा सबैलाई थाहा हुन्छ नि त अनि त्यहाँ चाहिँ के छ अहिले पनि सेयरिङ केयरिङ कल्चर छ क्या भनेको चाहिँ इमोसन रिलिज गर्ने चाहिँ वातावरण भएको कारणले गर्दाखेरि काहीँ न काहीँ अहिले मेट्रो सिटीहरू भनौँ या अहिलेको जेन जेड जुन छ नि जुन त्यो तपाईँहरूको पुस्ता या त्योभन्दा पछिको जुन अहिलेको पुस्ता जेन अल्फा जेन बिटा जुन छ त्यो पुस्ता चाहिँ के छ भने परिवर्तन छिट्टो चाहन्छ क्या आफूमा चाहिँ छिट्टो परिवर्तन चाहियो इन्स्टेन्ट भनेको चाहिँ जसरी मानौँ कुनै कुरा कुनै कुरा प्राप्त गर्नु छ भने आजको 2-3 वर्षमा चाहिँ उसलाई जसरी मानौँ उसले बिजनेस गर्नु छ भने 2-3 वर्षमा विनोद चौधरी लगायतको त्यो ठुलो बिजनेस घराना जस्तो बिजनेस हुनु पर्यो अनि तपाईँको एकाडेमियामा जान्छ भने मानौँ तपाईँले आइकोनिक जसलाई आफ्नो प्रोफेसर मान्नुहुन्छ आइकोनिक प्रोफेसर जसलाई मानिएको छ 2-3 वर्ष भएको छैन एकाडेमियामा गएको 2-3 वर्षमै मान्छेलाई के चाहियो त भन्दाखेरि त्यो लेभलको चाहिँ स्टेटस चाहियो अब प्रत्येक कुरा चाहिँ छुट्टोमा चाहिएको छ क्या मान्छेलाई भनेको कम समयमा चाहिँ बढी एचिभ गर्न चाहन्छ र त्यसले गर्दा कहिले कहिले उहाँहरूको हाम्रो आफ्नै मानसिक स्वास्थ्यलाई पनि असर पारेको हुँदाखेरि काहीँ न काहीँ चाहिँ अहिले पछिल्लो समयमा तिमीले भनेको हाम्रो जुन त्यो हामीले कुरा गरेको चाहिँ के छ त भन्दाखेरि जुन घटनाक्रम छ नि भनेको त्यो व्यक्तिमा के भन्छ त भन्दाखेरि अहिले जुन त्यो समयको परिवर्तन हुँदासँगै हाम्रोमा पनि अकल्चरेसनको इन्फ्लुएन्सले गर्दाखेरि व्यक्ति चाहिँ हामी कल्चरबाट बिस्तारै आए भनेको इन्डिभिजुअलिस्टिक सोसाइटीमा चाहिँ कन्भर्ट हुन लागेको चाहिँ देखिन्छ। ओके मैले तपाईँलाई सोध्न खोजेको चाहिँ यो लाइक जेनजीको कुराहरू पनि आयो होइन यो कुन साइकोलोजीले चाहिँ उनीहरूलाई इन्स्टेन्ट चाहिएको छ होला ठ्याक्कै कुन चाहिँ साइकोलोजीले अब यसो हुन्छ यो किनकि यो अमेरिकन साइकोलोजिकल एसोसिएसनले एउटा अध्ययन गरेको थियो कि खास गरेर चाहिँ मल्टिनेसनल कम्पनीहरूमा खास गरेर वर्ल्डका टप 5 मल्टिनेसनल जुन कम्पनीहरू छ त्यो कम्पनीहरूमा काम गर्ने इम्प्लोइहरूको टर्नओभर धेरै भयो क्या किन भयो भनेर चाहिँ उहाँहरूले अध्ययन गर्दाखेरि चाहिँ त्यो अध्ययनको फाइन्डिङ अब धेरै अध्ययन त मैले धेरै डिटेलमा भन्दिनँ त्यो अध्ययनको फाइन्डिङले के देखायो भने त्यो जेनेरेसनका मान्छे किनकि अब हामीले सुविधा दिन सकेनौँ कि हाम्रो चाहिँ कोवर्करहरूले चाहिँ प्रोपर तरिकाले रेस्पोन्स गरेन कि या माथिका भनेको त्यो चेन अफ कमान्डमा चाहिँ प्रोपर तरिकाले चाहिँ उनीहरूको फिलिङलाई रेस्पेक्ट गरिएन कि किन यस्तो भइरहेछ भन्ने सन्दर्भमा चाहिँ अध्ययन गर्दाखेरि फाइन्डिङले के देखाएको थियो भने यो उनीहरूले के भन्यो भने होइन कसैबाट केही गुनासो छैन अब मलाई चाहिँ अब मैले इन्जोय गर्न छोडेँ त्यही भएर मैले काम छोड्दैछु भनेर चाहिँ भने क्या मेजोरिटीले त्यो भइसक्यो त्यसको मिनिङ के हो त भन्दाखेरि उहाँहरूलाई चाहिँ कुनै पनि कुरामा चाहिँ छिट्टै चाहिँ मन भरिसक्ने क्या त्यसले गर्दाखेरि काहीँ न काहीँ चाहिँ त्यसमा हामी के भन्न सक्छौँ होला भने काहीँ न काहीँ चाहिँ यो जेनेरेसनको चाहिँ एउटा कमन विशेषता चाहिँ के हो त भन्दाखेरि जेन जेडको जुन त्यो कमन विशेषता जुन छ त्यो कमन विशेषता चाहिँ हाम्रो के हो भने व्यक्तिलाई छिटो चाहियो अनि छिटै एचिभ गर्नुपर्छ छोटो मेहनत कम गर्नु पर्यो
अनि त्यो अब काइन्ड अफ मैले अब त्यो ठ्याक्कै भन्दाखेरि अब त्यो अलि सुन्दा त अलि अप्ठ्यारो लाग्ला। हाम्रो जुन कहिले कहिले चाहिँ के भन्छौँ हामी चाहिँ यसै मांसाहारी छौँ भने चिकनमा चाहिँ ब्रोइलर कि अब तपाईँको चाहिँ के भन्छ लोकल भने जस्तो क्या काहीँ न काहीँ चाहिँ अहिलेको हाम्रो ट्रेन्ड के भयो भने सबै चाहिँ रेडिमेड पाउनुपर्ने। अब वातावरण पनि हामीले प्यारेन्टिङमा पनि त्यस्तै प्रकारको वातावरण दियौँ अनि सुविधा पनि बढी भयो क्या। अनि सुविधा बढी भयो त्यो इन्टरनेटको जुन त्यो साइबर साइकोलोजीको कन्सेप्टले जुन तरिकाले काम गर्यो या इन्टरनेटको जुन चाहिँ एक्सेसिबिलिटी बढी भयो संसारमा के भइरहेछ भन्ने कुरा चाहिँ तुरुन्तै थाहा भयो क्या। उनीहरूको कन्टेक्स्ट के छ र मेरो कन्टेक्स्ट के छ त फरक हो नि त। जसरी मानौँ अमेरिकाको कुनै हाम्रो जेनेरेसनका मान्छेले के गरिरहेछन् भन्ने कुरा मैले त्यहाँ देखेर चाहिँ यहाँ इम्प्लिमेन्ट गर्न सक्ने अवस्था त पक्कै छैन होला नि त। किनकि मेरो ब्याकग्राउन्ड फरक छ, मेरो धरातल फरक छ, अनि मेरो सोसियो इकोनोमिक स्टेटस फरक छ, अनि सबै कुरा फरक भइसकेपछि मेरो त्यो कन्टेक्स्टलाई मैले बिर्सिन्छु क्या। त्यहाँ जे भइरहेछ मलाई अहिले नै इन्स्टेन्टली रिस्पोन्स गर्नु पऱ्यो नि त। हो त्यसको परिणामस्वरूप चाहिँ के भयो त भन्दाखेरि किनकि परिस्थिति एनालाइसिस गर्न काहीँ न काहीँ चाहिँ अलिक छिटो फास्ट गरेको कारणले गर्दाखेरि त्यस्ता प्रकारका रिस्कहरू बढेको हुनसक्छ कि भन्ने जस्तो चाहिँ मलाई पर्सनली लाग्छ। ओके, यो काउन्सिलिङको अहिले यसो कुरा गर्दाखेरि होइन लाइक मानसिक स्वास्थ्य समस्या भएपछि हामी काउन्सिलिङ भन्छौँ, तपाईँहरू भन्नुहुन्छ। हजुर, त्यसको ट्रेन्ड अहिले कहाँ छ? लाइक नेपालको कन्टेक्स्टमा चाहिँ कतिको बढिरहेछ कि अहिले अब पछिल्ला घटनाक्रमले पनि त्यसलाई अलि उजागर गर्दैछ कि भन्ने छ होइन। अनि फेरि काउन्सिलिङलाई चाहिँ अर्कै वेबाट पनि लिने मैले देखिरहेको छु कि त्यसमा म फेरि एकछिनमा आउँछु। तर काउन्सिलिङको डिमान्ड कतिको छ अहिले? अब काउन्सिलिङको डिमान्डको कुरा गर्दाखेरि चाहिँ आजभन्दा 20-25 वर्ष पहिले, किनकि मैले 1998देखि साइकोलोजीसित चाहिँ म परिचित भएँ र करिब म पछिल्लो 2003-04देखि त एक्टिभली म फिल्डमा इङ्गेज छु। करिब लास्ट 20 वर्षदेखि चाहिँ म करिब 20 वर्षदेखि मानसिक स्वास्थ्यको फिल्डमा नजिकबाट काम गरिरहेको छु। र हामीले जति बेला त्यो मानसिक स्वास्थ्यको लागि या साइकोलोजी जति बेला पढ्न सुरु गरेका थियौँ त्यति बेला हामीहरूलाई हेर्ने दृष्टिकोण या यो फिल्डलाई हेर्ने दृष्टिकोण र यो विषयवस्तुप्रतिको समाजको बुझाइ जुन थियो नि त्यो र अहिलेको बुझाइ, अहिलेको चाहिँ त्यो प्रतिको इङ्गेजमेन्ट सबैलाई हेर्दाखेरि र जबप्रतिको अपर्च्युनिटीहरूको कुराहरू गर्दाखेरि चाहिँ सिग्निफिकेन्टली चेन्ज भएको चाहिँ हो। सिग्निफिकेन्टली चेन्ज नभएको होइन, धेरै चेन्ज भएको छ भन्ने खोजेको कुरा चेन्ज चाहिँ भएको छ। तर त्यो चेन्ज हुँदै गर्दाखेरि चाहिँ हाम्रो कन्टेक्स्टमा त्यो चेन्जलाई चाहिँ संस्थागत गर्नको लागि जुन हाम्रो मेकानिजम आवश्यक पर्थ्यो त्यो मेकानिजममा काहीँ न काहीँ चाहिँ इस्यु भएको कारणले गर्दाखेरि क्वालिटीको कुरा काहीँ न काहीँ चाहिँ अझै इस्यु छ। तर अब अहिले त पछिल्लो समयमा तपाईँले यो कोभिड पछि खास गरेर चाहिँ यो 2072को भूकम्पपछि नेपालमा मेन्टल हेल्थलाई जुन तरिकाले मिडियाले कभरेज गर्यो त्यो घटनापछि नेपालको मलाई लाग्छ त्यसपछिको जुन युग छ मेन्टल हेल्थ र साइकोलोजीको जुन त्यसपछिको समय छ, पछिल्लो 10 वर्षको जुन समय छ, 72 भनेपछि करिब 10 वर्ष हुन लाग्यो र यो 10 वर्षको युगले गर्दाखेरि चाहिँ धेरै हदसम्म चाहिँ हाम्रो ट्रान्जेक्सन भनेको ट्रान्सफर्मेसन चाहिँ ल्याएको हो, चेन्ज परिवर्तन आएको हो फिल्डको हिसाबले, बुझाइको हिसाबले, अनि यो जानुपर्छ भन्ने हिसाबले। र अहिले धेरै हदसम्म चाहिँ त्यही भएर होला अहिले पछिल्लो समयमा 5-7 वर्ष तपाईँहरूले भर्खर साइकोलोजी सुरु पढ्ने बेला र अब तपाईँहरू पाठशाठ भएर बाहिर आउने बेलासम्मको जुन जेनेरेसन छ उहाँहरूमा हेर्नुभयो भने अहिले चाहिँ पहिले जसरी 2-4वटा मात्रै सेन्टरहरूले सर्भिस दिन्छ भन्ने थियो भने अहिले मलाई लाग्छ काठमाडौँ भ्याली प्लस नेपालभरि नै मलाई लाग्छ, अब त्यो ठ्याक्कै मसित डेटा त छैन, एराउन्ड मोर देन 100 डिफ्रेन्ट अर्गनाइजेसनहरूले चाहिँ मेन्टल हेल्थको बारेमा चाहिँ इङ्गेज भएर काम गरिराख्नु भएको छ। भर्खरको नयाँ इस्टाब्लिस भइरहेछ, मसरुमिङ भएको छ भन्न सकिन्छ। ओके, अघि तपाईँले भन्नुभयो कि 2072देखि अलिक बढिरहेछ होइन काउन्सिलिङको सन्दर्भ अथवा भनौँ काउन्सिलिङका सर्भिसहरू चाहिँ हामीले पाइरहेका छौँ भन्नुभयो। मैले चाहिँ ठ्याक्कै 1 इयर ब्याक अथवा 8-9 महिनै ब्याक म चाहिँ विभिन्न स्कुलहरूमा भिजिट गर्ने मौका पाएँ। नेपालको 1500-16 स्कुलहरूमा विभिन्न भ्याली बाहिर जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ गाउँपालिकाहरूले चाहिँ अब यो कोही प्रति लक्षित त होइन, तर कस्तो त्यहाँ देखियो ट्रेन्ड भन्दाखेरि चाहिँ साइकोसोसल काउन्सिलरको त्यहाँ डिमान्ड हुँदो रहेछ। तर उहाँहरूले चाहिँ साइकोसोसल काउन्सिलर अब भनौँ न कुनै ट्रेन्ड अथवा 6 मन्थ्स यस्तो नगरिकन आफ्नै कोही मान्छेहरू चाहिँ उहाँहरूले त्यहाँ राख्नुभएको मैले पाएँ। भनेको अब यो त हजुरले भने जस्तो सङ्ख्याको रूपमा त अब यही काम त भइरहेको जस्तो देखियो, तर त्यो प्रभावकारी त अलि भएन त्यहाँनिर।
त्यो तपाईँले जुन त्यो फिल्डमा गएर जुन अब्जर्भेसन गर्नुभएको छ त्यो अब्जर्भेसन धेरै हदसम्म अब यसो हो मलाई के लाग्छ भने अब मैले त्यहाँनिर यसलाई अलि सिम्बोलिक तरिकाले रेस्पोन्स गरौँ जस्तो मलाई लाग्यो। खास गरेर कहिलेकाहीँ चाहिँ केही व्यक्तिहरू कस्तो हुन्छ भने यो मैले अघि के भनेको थिएँ यसलाई संस्थागत गर्ने मेकानिजम हामीसित छैन भनेर भनेको थिएँ नि त। संस्थागत गर्ने मेकानिजम भनेको के हो भने हामीले गरेको सर्भिस हामीहरूले दिएका सर्भिसहरू अप टु स्ट्यान्डर्ड छ कि छैन, छ भने कुन लेभलको छ, छैन भने के गर्नुपर्छ, कसरी यसलाई अपग्रेड गर्नुपर्छ भन्ने सन्दर्भमा चाहिँ हाम्रोको राज्यको मेकानिजम केही नभएको कारणले गर्दाखेरि केही व्यक्तिहरूले या केही संस्थाहरूले भनेको जे गरे पनि हुन्छ भन्ने मनोविज्ञान जुन छ त्यो मनोविज्ञान तहत धेरैले चाहिँ केही धमिलो पानीमा माछा मार्ने मनोवृत्ति भएका व्यक्तिहरूले चाहिँ के गर्नु व्यक्ति र संस्थाहरूले के गर्नुभयो त भन्दाखेरि मैले जे गर्दा हुन्छ नि त म त पावरमा छु, पावरको मिसयुज गरेर चाहिँ धेरै ठाउँमा मैले पनि त्यो अब्जर्भेसन गर्ने मौका पाएको छु। त्यो चाहिँ त्यसले गर्दा के हामीले के बुझ्नुपर्छ भने यो मानसिक स्वास्थ्यको या मानसिक स्वास्थ्य काउन्सिलिङप्रतिको जुन त्यो सेवा जुन छ नि यो एउटा हामीले काम जीविकोपार्जनको एउटा माध्यम त हो, तर सँगसँगै त्योभन्दा महत्त्वपूर्ण के हो त भन्दाखेरि यसमा चाहिँ हामी अर्काको इमोसनसित काम गर्छौँ नि त। आफ्नै इमोसन हामी प्रोपर तरिकाले नबुझ्ने मान्छेले अर्काको इमोसनलाई चाहिँ प्रोपर बुझेर चाहिँ त्यसमा त्यति बेला कसरी रेस्पोन्स गर्ने भन्ने कुराको बारेमा कतिको बुझ्ला, मैले यो कुरा गर्न कतिको ठिक छ छैन, मैले गर्यो भने यसले गर्दाखेरि पाउने कन्सिक्वेन्सको बारेमा चाहिँ अवेर नभएर मान्छेहरूले त्यस्तो प्रकारको चाहिँ रेस्पोन्स गरेको होला। र म त्यसलाई कसरी भन्छु भने जुन हाम्रो नेपालको शिक्षाको मेकानिजममा जुन हाम्रो नैतिक शिक्षाको अभाव भयो नि, नैतिक शिक्षा घरभित्र पनि छैन, समाजभित्र पनि छैन र मेकानिजममा आफूभित्र पनि नभएको कारणले गर्दाखेरि व्यक्तिहरूमा चाहिँ त्यस्ता प्रकारका माल ट्रिटमेन्टहरू चाहिँ काहीँ न काहीँ चाहिँ माल प्र्याक्टिसहरू चाहिँ भएको हो कि जस्तो लाग्छ। र त्यसैको परिणामस्वरूप जुन चाहिँ अहिले हाम्रो जुन त्यो जेनजी आन्दोलन जुन भयो काहीँ न काहीँ चाहिँ त्यो जेनजी आन्दोलन पनि जुन तरिकाले उग्र रूप जसरी लियो नि त मैले जे गर्दा पनि हुन्छ भन्ने प्रकारको मनोविज्ञान, किनकि त्यति बेला यदि हामीले नैतिकताका कुराहरूलाई सानैदेखि हाम्रो आत्मसात गरेर अगाडि भ्याल्युहरू त्यो चाहिँ इथिक्सका भ्याल्युहरूलाई चाहिँ इन्टिग्रेट गरेर हामी चाहिँ अपग्रेड के भन्छ त भन्दा हुर्केको भएपछि सम्भवतः काहीँ न काहीँ चाहिँ त्यतिको कन्सिक्वेन्सहरू देखिँदैन थियो। र काहीँ न काहीँ मलाई के लाग्छ भने एकातिर चाहिँ मेकानिजममा समस्या, दोस्रो चिज चाहिँ हाम्रो प्यारेन्टिङ र त्यो चाहिँ हाम्रो समाजमा चाहिँ जुन त्यो नैतिक शिक्षाको जुन अभाव छ त्यसको कन्सिक्वेन्सको परिणामस्वरूप चाहिँ यस्तो प्रकारका चाहिँ माल ट्रिटमेन्टहरू माल प्र्याक्टिसहरू चाहिँ सजिलै तरिकाले हाम्रो समुदायमा चाहिँ सजिलै देख्न सकिने अवस्था बनेको हो कि जस्तो मलाई लाग्छ। ठिक छ, यो काउन्सिलिङको नि लगभग हामीले विभिन्न कुराहरू गऱ्यौँ। अब चाहिँ मलाई सोध्न मन लागेको चाहिँ हामी अब मानसिक स्वास्थ्यको हिसाबले चाहिँ ठ्याक्कै 2082 सालमा आइपुग्दा चाहिँ नेपाल कहाँ छ होला तपाईँको नजरमा ठ्याक्कै मेन्टल हेल्थ पर्सपेक्टिभ? मैले मेन्टल हेल्थको प्र्याक्टिस र जुन चाहिँ इथिक्सहरू प्लस गाइडलाइनहरू सबै कुराहरूलाई अवलोकन गर्दाखेरि चाहिँ मलाई के लाग्छ भने हामी अहिले मेन्टल हेल्थको जुन चाहिँ अब डेभलपमेन्टल पर्सपेक्टिभको हिसाबले कुरा गरौँ, अब डेभलपमेन्टल साइकोलोजीको पर्सपेक्टिभको हिसाबले कुरा गर्ने हो भने हामी काहीँ न काहीँ चाहिँ त्यो एडल्ट सेन्सको आसपासमा छौँ, बेबीहुडबाट अलि अगाडि पुगेका छौँ, एडल्ट सेन्सको आसपासमा छौँ। यसलाई सही तरिकाले सेभ गर्ने बेला भएको हो, किनकि एडल्ट सेन्स एजमा हुँदाखेरि जुन तरिकाले अब बालबालिकाहरूलाई सही तरिकाले सेभ गरिएन भने उनीहरूको करियर नै सबै धराशायी हुने अवस्थामा हुन्छ। ठ्याक्कै हामी अहिले चाहिँ त्यो स्टेजमा छौँ जस्तो लाग्छ। र यहाँनिरबाट चाहिँ अब प्रोपर तरिकाका गाइडलाइनहरूमा हामीले काम गर्नु आवश्यक छ। प्रोपर तरिकाको गाइडलाइन भनेको चाहिँ कसले के गर्ने, कतिसम्म गर्ने। जसरी अहिलेको सन्दर्भमा के हो भने हाम्रो कन्सर्न पनि के हो भने क्वालिटी सर्भिस नदिएपछि त त्यसले त अर्कोतिर चाहिँ नेगेटिभ हाम्रो मनसाय गलत नहुनसक्छ, मनसाय चाहिँ सहयोगै गर्ने भए पनि त्यसले दिने कन्सिक्वेन्स त नेगेटिभ भइरहेछ नि त। त्यो भएको कारणले गर्दाखेरि हामीले चाहिँ त्यो भएको कारणले गर्दाखेरि हामी अहिले बेबीहुडमा के भन्छ एडल्ट सेन्समा छौँ। एडल्ट सेन्स एजबाट भएको कारणले गर्दाखेरि यो राइट टाइम हाई टाइम हो। अब हामीले चाहिँ के गर्न सक्नुपर्छ भने अबको लागि हामीले मेन्टल हेल्थको या मानसिक स्वास्थ्य र साइकोलोजीलाई इन्टिग्रेट गरेर चाहिँ त्यसको क्वालिटी एस्योर गर्ने गरी चाहिँ मेकानिजममा चाहिँ काम गर्ने बेला भएको हो कि जस्तो चाहिँ मलाई लाग्छ। हामीसँग अहिले लाइसेन्सिङको पनि समस्या देखिरहेको छु कि मैले, काउन्सलरहरू त्यही त मैले अघि नै भने त्यो चाहिँ जुन हामीले किन मैले बेबी के भन्छ हामीले एडल्ट सेन्स एजमा किन भने हामीसित अहिले चाहिँ सङ्ख्याको हिसाबले आजको 20 वर्ष पहिलेको सङ्ख्या र आजको सङ्ख्या हेर्ने हो भने उल्लेख्य छ।
मलाई लाग्छ आजको मितिमा चाहिँ हाम्रो ब्याचलर मास्टर्स एमफिल पिएचडी गरेको साइकोलोजीका विद्यार्थी प्लस मेन्टल हेल्थ रिलेटेड सर्ट टर्म लङ टर्ममा काम गरिराखेको जुन जति पनि मेन्टल हेल्थका ट्रेनिङहरूसँग सम्बन्धित मान्छेहरू करिब मलाई लाग्छ एराउन्ड 10,000 प्लस हुनुहुन्छ होला। त्यो ठ्याक्कै तथ्याङ्क त छैन, तर त्यतिको चाहिँ हामीसँग त अहिले सङ्ख्या छ। तर पनि अब 10,000 मान्छेहरूले कसले के गर्दा 2-4 जना भए त चाहिँ फलानुले यस्तो गरिरहेछ भन्ने थाहा हुन्थ्यो। अब त त्यसलाई मेकानिजम प्रोपर तरिकाले हामीले लाइसेन्सियर भनेको जसरी अहिले त के भएको छ 3 दिन 5 दिनको ट्रेनिङ लिने मान्छेले पनि काउन्सलरै भनेको छ। अनि 20-25 वर्षसम्म चाहिँ यही फिल्डमा पढ्यो भनेको इन्टरमिडिएट +2 ब्याचलर मास्टर्स पिएचडी गर्यो अनि त्यसपछि फिल्डमा काम गर्यो हामीले पनि काउन्सलरै भनिरहेको छौँ नि त। अनि एक्ज्याक्टली कसलाई कुन लेभलको काम गर्न दिने त भन्ने मेकानिजममा काम गर्नको लागि चाहिँ अब हामीले चाहिँ लाइसेन्सियरको व्यवस्था को राइट टाइम भएको केले रोकिरहेछ सर यो काम हुन चाहिँ खास? अब यसको किनकि यो त लामो समय भयो, किनकि 75 वर्ष पहिलेको लाइसेन्स अहिले केसम्म देखियो भने तपाईँको हेल्थ असिस्टेन्ट के भन्छ होइन पब्लिक हेल्थ पढेको साथीहरूको लाइसेन्स हुँदो रहेछ। एएनएम पढेको उनीहरूको चाहिँ यो मतलब के लाइसेन्सियर छ। अब केले रोक्यो भन्ने सन्दर्भमा चाहिँ के हो भने 2-3वटा कुरा हो जस्तो लाग्छ। अब मैले यो बोलिराख्दाखेरि चाहिँ धेरै व्यक्तिलाई चाहिँ हामीलाई टार्गेट गर्यो भन्ने नलागोस्, मैले पहिले नै त्यो क्लियर पनि गरेँ। र हो चाहिँ के भने राइट पर्सन राइट ठाउँमा नहुनु चाहिँ सबैभन्दा ठुलो समस्या हो क्या। ओके, विषयवस्तु नबुझेको मान्छेले चाहिँ यो विषयवस्तुलाई यसरी चलाउनु पर्छ भन्ने तरिकाको जुन चाहिँ आदेशहरू दिन थालियो या कामहरू गर्न थालियो त्यसले मेकानिजममा समस्या भएको। र त्यसको लागि चाहिँ हाम्रो अहिलेको पोलिटिकल जुन त्यो डाइमेन्सन छ त्यो पोलिटिकल डाइमेन्सनमै प्रब्लम हो। किनकि अहिले चाहिँ के भयो त भन्दाखेरि आफ्नो मान्छे पोलिटिकल्ली पावर जसित छ, पोलिटिकल पावरमा जो पावरमा छ त्यो व्यक्तिले जे गरे पनि हुन्छ भन्ने मनोविज्ञान अहिले पनि डोमिनेट भएको कारणले गर्दाखेरि र राइट पर्सन राइट ठाउँमा नभएको कारणले गर्दाखेरि मलाई लाग्छ सबैभन्दा ठुलो समस्या त्यहाँ हो। दोस्रो चाहिँ के हो त भन्दाखेरि यहाँ चाहिँ धेरै मान्छेहरू यो फिल्डमा जुन पढ्न आउनुभयो या काम गर्न आउनुभयो या जुन चाहिँ पढाइ गर्नुभयो नि पढाइ चाहिँ कामको लागि त होइन होला नि त। हो, पढाइले सँगसँगै हामीलाई चाहिँ काम पनि सिकाउँछ, त्यो आफ्नो ठाउँमा छ। तर धेरै व्यक्तिहरू चाहिँ यो पेसामा राम्रो जब अपर्च्युनिटी छ त्यही भएर आउँ भन्ने प्रकारको चाहिँ मान्छेहरूको चाहिँ भिड आयो क्या। त्यो त अब रोक्न सक्दैनौँ हेर्नुहोस्, किनकि अब त्यो अपर्च्युनिटी नपाएपछि बिस्तारै साइड भइसक्यो। त्यो अपर्च्युनिटी ठिक छ, मान्छे जस्तोसुकै इन्टेन्सनले यो पढ्न आएको भए पनि यो फिल्डमा आएको भए पनि उहाँहरूले चाहिँ के पाउनु पऱ्यो त भन्दाखेरि कुन लेभलको कसले के काम गर्ने त भन्ने चाहिँ स्पष्ट गाइडलाइनको लागि चाहिँ एउटा चाहिँ स्वतन्त्र समूह भनौँ न, चाहिँ विज्ञहरूको चाहिँ समूह राज्यले चाहिँ तयार गरिदिनु पऱ्यो। त्यसलाई चाहिँ जो आयोग भन्नुहोस् या जेसुकै भन्नुहोस् त्यसले चाहिँ प्रतिवेदन तयार गरोस् अनि कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो प्रतिवेदनबाट आएको कुरालाई चाहिँ हामीले प्रोपर तरिकाले त्यसलाई के भन्छ त भन्दाखेरि इम्प्लिमेन्ट गर्नको लागि राज्यले आवश्यक पर्ने अभिभावकीय भूमिका चाहिँ निर्वाह गर्नुपर्ने देख्छु म। र त्यति गरियो भने मलाई लाग्छ अब चाहिँ हामी धेरै हदसम्म ट्र्याकमा आउने बेला भएको चाहिँ छ, सजिलो छ। पहिलेको जस्तो चाहिँ कसरी इस्टाब्लिस गराउँला भन्ने छैन। अनि दोस्रो कुरा के भयो भने जसरी मानौ एउटा अहिले विवाद तपाईँको राज्यको तर्फबाट तपाईँहरूले पनि सोसल मिडियामा धेरैमा देखिराख्नु भएको छ, सोसल नेटवर्किङ साइटहरूमा एउटा ठुलो विवाद के छ भने यो जल्द ठिक छ एकछिनको लागि मानौ साइकोलोजी पढेका मान्छेले के गर्ने त एउटा कुरा होला, तर अहिले जुन चाहिँ भोकेसनल ट्रेनिङ जुन छ 6 मन्थको साइकोसोसल काउन्सिलिङ ट्रेनिङ नगरिकन तपाईँ चाहिँ के भन्छ काउन्सिलर बन्न पाइँदैन भन्ने तरिकाको चाहिँ मेकानिजम डेभलप गरेको छ। तर लाइसेन्सियर दिने व्यवस्था चाहिँ कहाँ छैन त भन्दाखेरि हाम्रो मेकानिजममा कहीँ पनि छैन। सिटिपिटीले एउटा कोर्स डिजाइन गरिदिएको छ, यतातिर चाहिँ एनएसटिसी भनेको नेसनल हेल्थ ट्रेनिङ सेन्टरले चाहिँ कोर्स डिजाइन गरिदिएको छ। अनि नेसनल हेल्थ ट्रेनिङ सेन्टरले चाहिँ कोर्स डिजाइन गर्ने जुन दायरा छ मैले जति बुझेको छु त्यसको के हो त भन्दाखेरि आफ्नो अन जब ट्रेनिङमा भएका व्यक्तिहरूलाई त्यो जुन त्यो स्किलको ग्याप छ त्यो स्किललाई फुलफिल गर्नको लागि उहाँहरूले चाहिँ एउटा एनएसटिसीले चाहिँ 6 मन्थ साइकोसोसल काउन्सिलिङ ट्रेनिङको चाहिँ व्यवस्था गर्यो। तर उहाँहरूले एकातिर चाहिँ बाहिरका मान्छेलाई चाहिँ ट्रेनिङ दिनको लागि चाहिँ बाहिरका मान्छेमा चाहिँ ट्रेनिङ दिनको लागि हामीसित जनशक्ति छैन, हामी दिन सक्दैनौँ भनेको छ। भन्दाखेरि के भन्नुहुन्छ भने उहाँहरूले बाहिरका मान्छेलाई ट्रेनिङ दिनको लागि बन्देज गर्नुभयो। अनि दोस्रोतिर के भयो त भन्दाखेरि विज्ञापन गर्दाखेरि उहाँहरूले के भनेर लेख्न थाल्नुभयो त भन्दाखेरि के भन्छ त भन्दाखेरि एनएसटिसीको चाहिँ 6 मन्थ साइकोसोसल काउन्सिलिङ ट्रेनिङको चाहिँ ट्रेनिङ लिएकोले मात्रै एप्लाई गर्न पाउनुपर्छ भन्ने भन्यो। अनि दोस्रो चाहिँ समस्या कहाँ छ भने तपाईँले चाहिँ अरू सबैमा चाहिँ 5औं तहको कर्मचारी हुनुको लागि या 7औं तहको कर्मचारी हुनुको लागि चाहिँ राज्यको तर्फबाट स्वास्थ्य मन्त्रालयकै कुरा गर्दैछु म, राज्यको तर्फबाट चाहिँ तपाईँ के भनिएको छ त भन्दाखेरि +2 र ब्याचलर पास गरेको भए हुने भन्ने भनिएको छ भने त्यो साइकोसोसल काउन्सिलिङ ट्रेनिङ लिनको लागि चाहिँ मास्टर्स पनि पढेको हुनु पर्यो रे।
अनि साइकोलोजिस्ट बन्नको लागि। अनि त्यसपछि त्यो ट्रेनिङ चाहिँ एनएसडिसीबाट लिएको हुनु पर्यो भन्ने तरिकाको चाहिँ त्यो दोहोरो मानसिकतावाला दोहोरो मापदण्डवाला चाहिँ जुन मेकानिजम डेभलप गरियो त्यो चाहिँ मलाई के लाग्छ भने राइट पर्सन राइट ठाउँमा नभएको पर्फेक्ट इक्जाम्पल हो। र त्यसले गर्दा अहिले कन्सिक्वेन्स के भइरहेछ त भन्ने लाग्छ भने सिटिभिटीले पनि भनेको विभिन्न प्राइभेट अर्गनाइजेसनहरू एनजिओहरूले चाहिँ के गर्छ सिटिभिटीको कोर्सबाट चाहिँ ट्रेनिङ दिइराख्नु भएको छ। अनि सिटिभिटीबाट ट्रेनिङ लिएर पास आउट भएका मान्छेहरूको सङ्ख्या बढी छ। तर सिटिभिटीले पनि आफूले चाहिँ के भन्छ त भन्दा त्यसलाई लाइसेन्सियरको के भन्छ उसलाई चाहिँ स्किल टेस्ट उसले गर्दैन, कोर्स मात्रै बनाइदियो, स्किल टेस्ट गर्नु पर्थ्यो त्यहाँ उहाँहरूले त्यो पनि गर्नु भएन। अनि यतातिर चाहिँ एनएसटिसीले के गर्यो त भन्दाखेरि आफ्ना मेकानिजमको लागि गर्ने भन्यो, अनि त्यसपछि बाहिरकालाई चाहिँ ट्रेनिङ नदिने भनेपछि त बन्दी त कसलाई बनायो त भन्दाखेरि फिल्डलाई बन्दी बनायो नि त। कि फिल्डलाई बन्दी 2-4 जना व्यक्तिको स्वार्थ समूहको लागि चाहिँ कि फिल्डलाई बन्दी बनाउन पाइन्छ होला त। त्यो भएको कारणले गर्दा अब यसमा चाहिँ अभिभावकी भूमिका निर्वाह गर्ने काम त आखिर कसको हो त भन्दाखेरि राज्यकै हो नि त। राज्य भनेको स्वास्थ्य मन्त्रालय भने राज्य हो नि त। स्वास्थ्य मन्त्रालयले नै विभेदकारी काम गरेपछि चाहिँ त्यसपछि कसरी चाहिँ जस्टिस हुन्छ होला नि त नि। त्यो भएको कारणले गर्दाखेरि काहीँ न काहीँ जुन त्यो लाइसेन्सियरको व्यवस्था हुनुपर्छ। अनि राइट पर्सन इन्डिपेन्डेन्ट आयोग बनाउनुहोस्, त्यसबाट चाहिँ त्यसमा के अहिले कमी छ, किन यसलाई चाहिँ कन्टिन्यू गर्नु हुँदैन, यसको लागि के मेकानिजम चाहिन्छ भनेर जसरी इन्डिपेन्डेन्ट चाहिँ के भन्छ त भन्दाखेरि जसरी हेल्थ काउन्सिल भयो जस्तै साइकोलोजिकल सर्भिस काउन्सिल जसरी आरसिआई छ इन्डियामा चाहिँ आरसिआई भयो जस्तो, या बाहिरतिर चाहिँ अमेरिकन काउन्सिलिङ एसोसिएसनले साइकोलोजी एसोसिएसनले दिए जस्ता चाहिँ केही मेकानिजमहरू राज्यले चाहिँ इनिसिएट गरेर एउटा चाहिँ बडी इन्डिपेन्डेन्ट बडी इन्टिटी खडा गरेर त्यसको माध्यमबाट यसलाई दिइयो भने त्यसले के हेल्प गर्छ त भन्दाखेरि अगाडि बढ्न सहयोग गर्छ। फिल्डको लागि पनि राम्रो हो, अहिलेका नयाँ यो फिल्डमा आउन चाहनेहरूको लागि पनि राम्रो हो, र राज्यको लागि राम्रो हो, र सर्भिस पनि प्रोपर तरिकाले जान्छ। नभए अहिले के छ एकछिनको लागि सिम्पल स्वास्थ्य शिक्षाले के भन्यो, शिक्षा विधेयक अन्तर्गत के भनेको छ प्रत्येक स्कुलमा एकजना साइकोसोसल काउन्सिलर चाहिन्छ भन्यो। साइकोसोसल काउन्सिलर किन भन्नुभयो उहाँहरूले चाहिँ स्कुल साइकोलोजिस्ट चाहिन्छ किन भन्नु भएन, या स्कुल काउन्सिलर चाहिन्छ भन्नु किन भन्न सक्नु भएन, साइकोसोसल किन त नि हो भन्न खोजेको कुरा। स्कुल त ठिक छ त्यो पनि हामीले मान्यो एउटै काम गर्ने हो भन्ने तरिकाले बुझ्यौँ भने, तर उहाँ अब नेपालमा आजको मितिमा चाहिँ नेपाल सरकारका मातहतमा भएका चाहिँ सरकारी विद्यालयहरू 35,000 छ। अनि हामीसित चाहिँ जम्मै 700-800 जना चाहिँ काउन्सिलर छ, साइकोलोजिस्ट छ भन्छ। अनि इभन उहाँहरूको हिसाबले त एमफिल क्लिनिकल साइकोलोजी पढेको बाहेक अरू काउन्सिलर बन्न पाइँदैन भन्ने तरिका, या साइकोलोजिस्ट भन्न पाइँदैन भन्ने भइसकेपछि त जम्मै 35-40 जना मान्छेहरू हुनुहुन्छ उहाँहरू। अनि त्यो 35-40 जनाले चाहिँ 35,000 मान्छेको भनेको काउन्सिलरको जुन निड छ त्यो निडलाई फुलफिल गर्न सक्छ त। यसको लागि चाहिँ तपाईँले त्यो बनाउनुभन्दा पहिले, त्यो चाहिँ मेकानिजममा त्यहाँ डेभलप गर्नुभन्दा पहिले हामीसित दक्ष जनशक्ति कति छ, अनि त्यसलाई चाहिँ फुलफिल गर्न हामी कसरी मेकानिजम डेभलप गर्छौँ त्यो भन्ने प्रि प्लान नगरिकनै तपाईँले चाहिँ जे पाए त्यही राखिदिने हो त। त्यो भनेको यो भनेको फेरि मैले व्यक्ति कसैलाई भनेको होइन, यो मेकानिजमलाई चाहिँ मैले चाहिँ प्रश्न गरे हो क्या। त्यो भएको कारणले गर्दाखेरि यस्ता कुराहरूले गर्दाखेरि काहीँ न काहीँ चाहिँ के भएको हो त भन्दाखेरि मेन्टल हेल्थ रिलेटेड जुन सर्भिसको क्रेडिबिलिटीमा चाहिँ समस्या भएको हो क्या। अब विश्वसनीयतामा चाहिँ समस्या छ। गलत मिसलिड गरिरहेछ भने त्यसलाई मेकानिजम गर्ने छैन, दण्ड दिने ठाउँ छैन, अनि राम्रो गर्नेलाई चाहिँ पुरस्कृत गर्ने र उसको चाहिँ अपग्रेड गर्ने ठाउँ छैन भनेपछि त्यसको कन्सिक्वेन्स त के भयो त भन्दाखेरि मैले अघि भनेको धमिलो पानीमा माछा मार्ने मान्छेहरूले जे मन लाग्यो त्यही गरेछ क्या। त्यो हो जस्तो मलाई लाग्छ। होइन, निकै एकदमै धेरै कुरा हामीले छलफल गर्न पायौँ होइन यो बिचमा। अब तपाईँले यो लाइसेन्सको कुरा पनि क्लियर गर्नुभयो स्वास्थ्य मन्त्रालयमा अब के कति बाजिएका कुराहरू रहेछन्, 2 भनौँ न कन्ट्रडिक्सनहरू रहेछन्। अब जाँदै चाहिँ एउटा लास्टतिर पनि छौँ हामी। एउटा क्वेसन चाहिँ मलाई सोध्न मन लागेको थियो, अघि तपाईँले भन्नुभयो जसले पनि काउन्सिलिङ गर्ने भइरहेछ आजभोलि, यो मोटिभेसनल स्पिकरहरूले यता कता म पनि काउन्सिलर हो भनेको सुन्छु क्या मैले। मोटिभेसनल स्पिच अथवा स्पिकर कसैले मोटिभेसन दिनु र काउन्सिलिङ गर्नुमा के फरक? अब त्यो चाहिँ मेरो फेरि मैले यहाँनिर अगेन बोल्न थालेँ भने कहिलेकाहीँ के हुन्छ भने धेरै व्यक्तिहरूलाई के लाग्छ भने हाम्रो पेसाप्रति चाहिँ टार्गेट गर्यो भन्ने तरिकाले नलागोस्। मैले त्यो पहिले नै एक लेभलमा क्लियर गरेँ। र मैले के बोल्दैछु
र मैले मेरो बोलीले कसलाई कस्तो असर पार्छ भन्ने फेरि म यो धेरै सुनेको भएर मलाई यो क्वेसन गर्नै पर्ने जस्तो लाग्यो। मैले बुझेँ, मैले त्यो थाहा छ। जसरी यसमा म सिम्पल के भन्छु भने राज्यले चाह्यो भने यसलाई मेकानिजममा मेन्टेन गर्न सक्छ। मोटिभेसनल काउन्सिलिङ र यो विधागत मोटिभेसनल स्पिकर र मोटिभेसनल स्पिकर भनेर चाहिँ जुन नाम चलेका चाहिँ हाई प्रोफाइल मान्छेहरू जति पनि छन् संसारभरि हुनुहुन्छ, त्यो गर्न पाइन्छ, नगर्ने होइन। तर मोटिभेसनल स्पिकरले चाहिँ म पोजिटिभ लाइफ कोच हो, पोजिटिभ कोचिङ गर्छु टाइपको पनि कहिले कहिले चाहिँ तपाईँले भने जस्तो मैले पनि नदेख्ने गरेको होइन। तर दुइटै विधा फरक फरक हो क्या एकदमै। यो चाहिँ किनकि हामीले काउन्सिलिङमा के गर्छौँ भने समस्या भएको व्यक्तिका इस्युहरूमा केन्द्रित भएर उसलाई त्यो समस्यामा चाहिँ इन्टरेक्ट कसरी गर्ने, कसरी थाहा पाउने र उसलाई रियलाइज गराएर चाहिँ उसित भएको क्षमतालाई चाहिँ इन्टिग्रेट गरेर चाहिँ कसरी त्यो समस्याबाट बाहिर ल्याउने भन्ने कुराको बारेमा काम गर्ने तरिका चाहिँ मोर काउन्सिलिङ साइकोथेरापीमा चाहिँ इङ्गेज हुन्छ। अब मोटिभेसनल स्पिकरमा चाहिँ के हो त भन्दाखेरि अब जसरी मानौँ तपाईँले 20 मानौँ संसारका जोसुकै नाम चलेका तपाईँले एबिसी, मैले कुनै पनि नेपालको या बाहिरको कसैको पनि नाम लिएन, एबिसी XYZ जतिले पनि मोटिभेसनल स्पिकर गरिराख्नु भएको छ, स्पिकिङको कामहरू गरिराख्नु भएको छ, उहाँहरूले 10 वर्ष पहिले बोलेको कुनै भिडियोको फुटेज र आज बोलेको भिडियोको फुटेज 1 घन्टा 1.5 घन्टा बोलेको भिडियोहरू तपाईँले प्रोपर तरिकाले सुन्नुभयो भने कन्टेन्ट खासै फरक हुँदैन। ए ओके, एकछिन सर हेर्नु होला, एउटै कुरा उहाँहरूले गरिरहनुहुन्छ। मैले केही जसरी इन्डियाका केही मोटिभेसनल स्पिकरहरूलाई चाहिँ अलि फलो गरिरहेको हुन्छु, के बोल्छन् त, कस्तो बोल्छन् त, अनि उहाँहरूसित सबै विषयको चाहिँ म विज्ञाता हो भन्ने तरिकाले बोलिदिनुहुन्छ क्या। कि एउटा व्यक्ति सबै विषयको ज्ञाता बन्न सक्छ त, विषयवस्तुको चाहिँ नलेज होल्ड गर्न सक्छ? किनकि मसित चाहिँ बोल्ने आर्ट हुनु एउटा कुरा हो क्या, बोल्ने आर्ट हुनु र अर्कोलाई चाहिँ इन्फ्लुएन्स गर्न सक्नु। किनकि NLP को ट्रेनिङ लिनुभयो भने तपाईँ हामी पनि आरामले त्यो लेभलमा चाहिँ कति बेला मैले के बोल्यो भने न्युरो ल्याङ्ग्वेस्टिक प्रोग्रामिङ अन्तर्गत कति बेला मैले के बोल्यो भने अर्को यो मासले चाहिँ बुझ्छ भन्ने प्रकारको चाहिँ मनोविज्ञान बुझ्न सजिलो हुन्छ। तर त्यसको मिनिङ के होइन त भन्दा म विषयवस्तुको ज्ञाता होइन नि त, जस्तो मलाई लाग्छ। अलि सुन्ने होला नि त, बोल्ने होला। त्यो भएको कारणले गर्दाखेरि काहीँ न काहीँ चाहिँ के हो त भन्दाखेरि मोटिभेसनल स्पिच एउटा विधा हो र यसलाई र काउन्सिलिङ साइकोथेरापी चाहिँ दोस्रो विषयगत विधा हो। त्यो भएको कारणले गर्दाखेरि अब त्यहाँनिर अब कसरी व्याख्या गर्ने, त्यही भएर त मैले भनेको अघि यदि मेकानिजम हामीसित हुन्थ्यो भने कसलाई के भन्ने कुराको बारेमा क्लियर थाहा हुन्थ्यो होला नि त। अनि त्यही भएर मलाई के लाग्छ भने यसमा हाम्रो छिमेकी राष्ट्र चाइनाले हालसालै 1.5-2 महिना पहिले म एउटा न्युज हेरिरहेको थिएँ। उहाँहरूले के भनेको छ भने यदि तपाईँसित जुन विषयको डिग्री छैन त्यो विषयवस्तुमा पब्लिक फोरममा बोल्न पाउनुहुन्न भन्ने तरिकाको नियम पास गरेको छ। हो ठ्याक्कै त्यस्तै तरिकाले चाहिँ हाम्रोमा पनि कसले कुन लेभलसम्म बोल्ने त, के बोल्ने, कति बोल्ने, किन बोल्ने भन्ने कुराको बारेमा विषयवस्तुको चाहिँ त्यो के भन्छ उनीहरूसित भएको नलेजको चाहिँ मेकानिजम के न के चाहिँ डेभलप गरेर, जसरी उनीहरूले के भन्यो त भन्दाखेरि यदि विषयवस्तुको चाहिँ विज्ञ नभइकन मानव कुनै व्यक्तिले साइकोलोजीको बारेमा बोल्नु पर्ने छ भने साइकोलोजीको PhD हुनु पर्यो, जसरी जोग्राफीको बारेमा बोल्दैछ जोग्राफीको चाहिँ PhD हुनु पर्यो टाइपको उनीहरूले चाहिँ मेकानिजम डेभलप गरे जस्तै हाम्रोमा पनि गर्नै नसकिने त होइन होला नि त। त्यस्तो तरिकाले गरियो भने के हुन्छ, हामीले फिल्डलाई पनि जस्टिस गर्छौँ र एट द सेम टाइम चाहिँ हाम्रा सेवाग्राहीहरूले पनि असजिलो चाहिँ अप्सजिलो हुँदैन उहाँहरूलाई पनि। भनेको त्यसले गर्दा पढ्ने कन्सिक्वेन्स चाहिँ नेगेटिभ नहुने चान्स हुनसक्छ। एकदमै खुसी लाग्यो सर। हामी मेन्टल हेल्थका कुराहरू, नेपालको सन्दर्भ, काउन्सिलिङका कुराहरू, जेनजी मुभमेन्ट, साइकोलोजी पर्सपेक्टिभ, धेरै कुराहरूमा तपाईँ समक्ष चाहिँ संवाद गर्न एउटा मौका मिल्यो मलाई। यो अलि प्रतीक्षा गरेकै थिएँ मैले पनि, आज चाहिँ त्यो पोसिबल भयो। अन्त्यमा छु, जाँदा के भन्न चाहनुहुन्छ? अब धेरै पहिलो कुरा त सबैभन्दा पहिले त यस्तो तरिकाको यो इनिसिएसन जुन गर्नुभएको छ त्यसको लागि धेरै धन्यवाद। र तपाईँको यो पोडकास्टको माध्यमबाट मलाई मनमा लागेका, किनकि 20-25 वर्षदेखि यो फिल्डमा मैले जुन तरिकाले इङ्गेज भइरहेको थिएँ, काम गरेको अनुभवलाई कनेक्ट गर्दै मैले जुन आफ्ना कुराहरू सेयर गर्ने जुन त्यो वातावरण भनौँ न त्यो मौका जुराइदिनु भयो, त्यसको लागि चाहिँ धन्यवाद भन्दै र हाम्रो श्रोताहरूलाई पनि म के भन्न चाहन्छु भने मानसिक स्वास्थ्य जसरी हाम्रो शारीरिक स्वास्थ्य महत्त्वपूर्ण छ त्यस्तै तरिकाले हाम्रो मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण छ। र शरीर दुख्यो भने हामी डक्टरकोमा जान अप्ठ्यारो मान्दैनौँ, असजिलो मान्दैनौँ भने जस्तै मन दुख्यो भने पनि हामीले चाहिँ अप्ठ्यारो नमानिकन कुनै लाज भनौँ न कुनै लाज अनि स्टिग्मा डिस्क्रिमिनेसन फिल नगरिकन हामीले चाहिँ मलाई यस्तो भइरहेछ भन्नुको लागि चाहिँ जानको लागि तपाईँको नियर बाई भएका मेन्टल हेल्थ प्रोफेसनलहरूकोमा गएर चाहिँ सर्भिस लिन सक्नुहुन्छ। र मलाई यो मौका दिनुभयो, सुनाउने मौका दिनुभयो, त्यसको लागि चाहिँ धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू, धन्यवाद।